तपाईँलाई फेरि पनि स्वागत छ आज यो दोस्रो सेसनमा। यो सेसनहरू हामीले मल्टिपल राख्न अलिक टाइमको कन्स्ट्रेन्टले गर्दाखेरि 2टा सेसनमा मात्र धेरै कुराहरू कभर गर्न खोजिरहेका छौँ। त्यो भएर यो आजको सेसनमा हामीले अलिकति मोर फोकस हिजो चाहिँ रिसर्च आर्टिकलसम्म टच गर्ने कुराहरू गरेका थियौँ भनेदेखि रिसर्च के होबाट सुरु गरेर रिसर्च आर्टिकलमा के हुन्छ भन्ने कन्टेन्टलाई हिजो टच गरेका थियौँ भने अब हाम्रो अब्जेक्टिभ एज इट इज फेरि पनि प्रोग्रामको रिसर्चको बेसिक कुराहरू लिने र त्यसलाई राइटअपमा कसरी ल्याउने भन्ने नै हो र सेसनको अब्जेक्टिभ चाहिँ अलिकति फरक छ। अब यसमा चाहिँ हामी ड्राफ्ट रिसर्च आर्टिकललाई म्यानुस्क्रिप्ट भन्ने गर्छौँ। त्यो कसरी तयार गर्ने, साइटेसनको कुरा, जर्नलको टाइप, टर्म्स, प्लेगारिजम के हो, आर्टिकल सबमिसन कसरी गर्ने भन्ने कुराहरूलाई फेमिलाइज गराउनलाई डिफ्रेन्ट कन्टेन्टहरू चाहिँ यो सेसनमा कभर गरिएको छ होइन। त्यो भएर प्र्याक्टिकल कन्सिडरेसनहरू के छन् म्यानुस्क्रिप्ट रेडी गर्दै गर्दा, साइटेसन रिफरेन्सिङको कुराहरू, रिसर्च आर्टिकल डेभलप कसरी गर्ने, सबमिट चाहिँ कसरी गर्ने भन्ने बेसिक कुराहरू, त्यस्तै गरी यति कुराहरू गर्दै गर्दा कस्तोमा चाहिँ जर्नलहरू हुन्छन्, कसरी सेलेक्ट गर्ने, रिभ्यूमा प्रोसेसमा के हुन्छ, यो कुराहरू एकदम ब्रिफली कुराहरू चाहिँ हामी हेर्छौँ। त्यो सँगसँगै इथिक्स पब्लिसिङमा केही कुराहरू मेजर जोडिएका हुन्छन्, इन्डिभिजुअली जर्नलमा फरक भए पनि त्यो कुराहरू हेर्छौँ भने क्वेसनहरू रिभ्युअरबाट आउँदै गर्दा कसरी रेस्पोन्ड गर्ने भन्ने एकदम सर्टमा चाहिँ कुराहरू हामीले आज कभर गर्छौँ यो सेसनमा। त्यो भएर अब केही क्वेरिजहरू यहाँहरूको रन छ भनेदेखि नोट गर्दै जानु होला। पछि हामी लास्ट अब यो हाम्रा स्पिड अनुसार लास्ट 10 to 15 मिनट हामीले यसलाई छुट्याउँछौँ नै। त्यो भएर स्टार्टिङ चाहिँ यो प्र्याक्टिकल कन्सिडरेसन हामीले अब ठ्याक्कै कन्टेन्टहरू के हुन्छन्, कसरी चाहिँ लेख्नुपर्छ, केही कुराहरू हामीले हिजो कभर गऱ्यौँ भने अब केमा चाहिँ हामीले ध्यान दिनुपर्छ त मेजर। अब प्रोजेक्ट रिपोर्ट हामीले एकाडेमिक प्रोजेक्ट रिपोर्ट र आर्टिकलमा के फरक हुन्छ भन्ने कुरा हिजो हेऱ्यौँ भनेदेखि डिफ्रेन्स पनि हेऱ्यौँ आर्टिकलसँग भने अब साँच्चीकै हामीले लेख्न सुरु गर्दै गर्दाखेरि कसरी के कुरामा ध्यान दिनुपर्छ भन्ने कुराहरूलाई चाहिँ यहाँ लिस्टिङ गर्न खोजिएकोलाई तपाईँहरूले वान बाई वान बुझ्दै जानु पर्यो। अब कुनै पनि आर्टिकल रिसर्च आर्टिकललाई हामी बढी फोकस गर्छौँ अहिले, रिभ्यू आर्टिकलतिर हामी जाँदैनौँ भने रिसर्च आर्टिकलमा प्रब्लम इस्यु चाहिँ कन्सिडर सबभन्दा पहिला भएको छ कि छैन त, र त्यो कन्सिडर गर्दै गरेको इस्यु चाहिँ इन्ट्रेस्टिङ हुन्छ कि हुँदैन त्यो कम्युनिटीलाई, साइन्टिफिक कम्युनिटीलाई, अथवा त्यो अडियन्स अथवा त्यो कम्युनिटी कुन भोल्युमको छ, सानो भोल्युमलाई मात्र फोकस गरेको टपिक हो कि ठुलो भोल्युमलाई चाहिँ त्यो टाइटलले अथवा प्रब्लम इस्यु हामी जे सब एड्रेस गर्न खोज्दैछौँ टपिक हो कि होइन, त्यसलाई चार्मिङ कसरी बनाउने, त्यसरी चाहिँ इस्यु हामीले चाहिँ प्रेजेन्ट गर्न सक्नु पर्यो। हामीले जे एटेम्प गर्न खोज्दैछौँ त्यसबाट की मेसेज के आउनेवाला छ त्यो चाहिँ छुट्नु भएन होइन। त्यसले चाहिँ रिलिभेन्ट पोलिसीसँग कन्सर्न होला अथवा रिलिभेन्ट प्र्याक्टिस भन्दा केही फरकको कुराहरू होला, के छन् त्यो की मेसेज चाहिँ के दिँदैछौँ हाम्रो फाइन्डिङ थ्रु भन्ने कुराहरू क्रिटिकल्ली आउनुपर्छ। त्यस्तै गरी स्ट्रक्चर हामीले हिजो पनि कुरा गरिसकेका छौँ, केही डिफ्रेन्सहरू छन् रिपोर्ट र यो आर्टिकलमा भनेदेखि हरेकको लिङ्केज चाहिँ हुनुपर्छ भन्ने हिजो फ्लो चार्ट हेऱ्यौँ भनेदेखि त्यो लिङ्कअप भएको छ कि छैन त। अब स्ट्रक्चर चाहिँ इन्डिभिजुअली जर्नल अनुसार फरक हुनसक्छ, तर लिङ्कअप भएको छ कि छैन जुनसुकै फर्मेटमा भए पनि स्ट्रक्चर चाहिँ म्याच भएको हुनु पर्यो, लिङ्कअप चाहिँ हुनै पर्यो कन्टेन्टहरू। त्यो भएर त्यसलाई हामी म्यानेज गर्नतिर सोच्नुपर्ने हुन्छ। अब अर्को प्रब्लम अनुसार हामी अब्जेक्टिभ सेट गर्छौँ भनेका छौँ, त्यो चाहिँ कन्टेक्स्ट म्याच भइरहेछ कि छैन त, अघिल्लो केही कुराहरूसँग रिलेटेडसँग केही कुराहरूले लाइनअप गर्दै त्यो खालको लिट्रेचरहरू रिभ्यू गर्नलाई सपोर्ट गर्ने गरी चाहिँ कन्टेक्स्टहरू प्रिपेयर गर्छौँ होइन। र त्यो अब्जेक्टिभ चाहिँ एकदम क्लियर र एचिभेबल हो कि होइन त्यो चिजहरू हामीले पहिले जज गर्छौँ
हैन? यो कुराहरू हामीले प्र्याक्टिकल्ली कन्सिडर गर्नु पर्यो भने हामीले यी सबै कुराहरू अनुसार मेथोडोलोजी डेभलप गर्दै गर्दा कतिको क्लियर छ त? अब एकै स्टेपमा चाहिँ मेथोडोलोजी फाइनल नहुन सक्छ। रिपिटेडली मेथोडोलोजीको कन्टेन्टहरू आउन सक्छ। अब कहिलेकाहीँ मल्टिलेभलमा सिमुलेसनको कुराहरू आउला अथवा रिपिटेटिभ वर्क केही चेक पोइन्टहरू चेन्ज होला। त्यो खालको कुराहरूलाई चाहिँ के पछि के गरेका छौँ भन्ने कुराहरू चाहिँ एकदम क्लियरली सिम्पल फर्ममा चाहिँ आएको देखिन्छ कि देखिँदैन त? त्यो कुराहरू हेर्नु पर्यो। त्यस्तै गरी हामीले राइटअपको क्वालिटी चाहिँ कस्तो छ त? हामी लेख्छौँ, एकपल्ट ड्राफ्ट तयार पार्छौँ, फेरि रिभ्यू गर्छौँ, टाइमली र नम्बर अफ टाइम्स चाहिँ रिभ्यू गर्छौँ। जो अथरहरू छौँ सबैजनाले नर्मल्ली रेस्पोन्सिबल भएरै राइटअप, किनभने एकजनाले तयार पार्ने र तयार पारेकै मान्छेले गल्ती नदेख्न सक्छ, अर्कोले हेर्नु पर्यो। र यसमा बेसिकल्ली अथर्सहरूले इन्डिभिजुअल्ली हेर्ने, त्यसै गरी मेजर फोकस चाहिँ फ्लो मिलेको छ कि छैन र अर्को ग्रामेटिकल्ली करेक्ट छ कि छैन त, लेखिएको कुरा कतिको क्लियर छ, कन्सिस्टेन्ट कतिको छ त। डाटा कहिलेकाहीँ माथि एउटा लेख्ने तल अर्को लेख्ने अथवा सेन्स फरक लाग्ने भइरहेको हुनसक्छ। त्यो भएर यी सबै कुराले ओभरअल क्वालिटी चाहिँ राइटअपको चाहिँ डिफाइन गर्छ। त्यो भएर यो चिजहरू म्यानेज हुनु पर्यो। अब हामीले कन्क्लुजन पनि फाइनली ड्र गर्दै गर्दाखेरि हामीले जे अब्जेक्टिभ, जतिवटा अब्जेक्टिभ सेट गरेका छौँ इन्डिभिजुअल पेपरमा अथवा म्यानुस्क्रिप्टमा, अनि त्यसको एन्सर आयो कि आएन त? अब्जेक्टिभ एकतिर, मेथोडोलोजी अर्कोतिर, झन् कन्क्लुजन अर्कोतिर हुनु भएन। अब्जेक्टिभ जे सेट गरेका छौँ त्यो अनुसार मेथोडोलोजी हुनु पर्यो र मेथोडोलोजी फलो गर्दै गर्दा त्यो अब्जेक्टिभ चाहिँ आइसकेको कन्क्लुजन देखिन पर्यो। त्यो भएर अब हामीले कुन मेथोडोलोजी फलो गर्दै गर्दाखेरि कस्तो खालको एनालाइसिस गर्यो त्यसैको कन्क्लुजनहरू लेख्नु पर्यो। अब यो भयो मेजर पार्ट भने। अब पेपरको अर्को क्रिटिकल मानिने कन्सर्न भनेको साइटेसन र रिफरेन्सिङ पनि हो। कस्तो कस्तो खालको पास्ट इभेन्टहरूबाट अथवा फाइन्डिङ्सहरूबाट हामीले हाम्रो रिफरेन्सहरू लियौँ र त्यसलाई चाहिँ रिफरेन्स लिन पाइयो, त्यसलाई चाहिँ हामीले लिएको हो भन्नलाई एक्नोलेज गरिदिनु पर्यो। त्यो हो साइटेसन। र त्यो साइटेसन कुन डिफ्रेन्ट फर्मेटहरू हुन्छन्, त्यो इक्जाम्पल सहित हामी अहिले हेर्छौँ नै, र त्यसलाई रिफरेन्सिङ लिस्टमा पनि राखिदिनु पर्यो, न कि बिब्लियोग्राफी फर्ममा। त्यही भएर अब यो तिनटै टर्महरू अहिले हामी एकपल्ट हेर्छौँ इक्जाम्पल सहित, यसलाई चाहिँ हामीले क्लियर हुनुपर्छ, हेर्छौँ। अब हामीले जे जति डायग्रामहरू, फिगरहरू, टेबलहरू प्रेजेन्ट गर्छौँ त्यो कतिको क्लियर छ कन्टेन्ट वाइज र त्यहाँ पब्लिस हुँदै गरेको एट्र्याक्सन वाइज। अब कति फिगरहरू ब्लर हुनसक्छ, टेबलहरू पनि कपी पेस्ट गरेर बनेको हुनसक्छ। त्यो नगरिकन एकदम क्लियर, अब सर्टेन मेगापिक्सल यति यति पिक्सेल भन्ने डिफाइन गरिदिएको हुन्छ नर्मल्ली स्ट्यान्डर्ड पेपरहरूमा, त्यो चिज फलो भएको हुनु। अब धेरै जस्तो केसेसहरूमा चाहिँ एकैपल्ट राइटअप गर्ने भन्दा नि पहिला आउटलाइन बनाउने, जस्तो यो मेथोडोलोजी चाहिँ यो खालको मेथोडोलोजी चाहिँ फलो गर्ने, त्यसमा चाहिँ यो एनालाइसिस गर्ने भन्ने कुराहरू आउटलाइन एउटा तयार गर्छ, सुरु हेडिङदेखि लास्टमा कन्क्लुजनसम्म, अनि त्यसपछि बल्ल त्यसैलाई डिटेलिङ गर्दै जाने नर्मल प्र्याक्टिस चाहिँ त्यो हुन्छ, होइन? अब रिफरेन्सिङ र साइटेसनको लागि चाहिँ जुनसुकै फलो गरे पनि यदि तोकिएको छैन कुनै पनि जर्नलमा भनेदेखि जुन फलो गरे पनि कन्सिस्टेन्ट चाहिँ हुनु पर्यो। जस्तो सुरुमा चाहिँ अलि अघिल्लो चरणहरूमा जस्तो इन्ट्रोडक्सन सेक्सनमा चाहिँ कुनै एउटा फर्मेट फलो गर्ने, अलिक पछाडि गइसकेपछि अर्को फर्मेट फलो गर्ने, त्यो चाहिँ ठिक मानिन्न। मिक्सअप हुनु हुँदैन। थ्रु आउट द कन्टेन्ट, थ्रु आउट द पेपर होस् अथवा रिपोर्ट होस्, एउटै हुनु पर्यो। काहीँ IEEE फलो गर्ने, काहीँ APA फलो गर्ने, काहीँ भ्यान्कुभर फलो गर्ने, काहीँ IEEE लङ सर्ट, यस्तो खालको गर्नु भएन, होइन? त्यस्तै गरी इन्फर्मेसनहरू पनि एकदम लजिकल टाइपको इन्फर्मेसनहरू थ्रु आउट दि डकुमेन्ट कन्सिस्टेन्ट पनि हुनु पर्यो।
अब यो कहिलेकाहीँ कन्फ्युजिङ भ्यालुजहरू राख्न सकिन्छ बाई मिस्टेक होस् अथवा अरू कुनै कारणले हुनसक्छ। कहिलेकाहीँ राइटअपको मिस्टेक पनि हुनसक्छ भने त्यो रिभ्यू गर्नु पर्यो। अब यहाँ अहिले एउटा इक्जाम्पलको रूपमा एउटा पेजमा चाहिँ 1550 एमएमको प्रिसिपिटेसनको कुरा छ भने अर्को पेजमा चाहिँ 1570 एमएमको देखिन सक्छ। अनि त्यो खालको एउटा इक्जाम्पलको रूपमा यो भएको जस्तै थ्रुआउट द रिपोर्ट हरेक कन्टेन्टहरू चाहिँ त्यो चेक गर्नु पर्यो। अब टेबल फिगरहरू आफैमा चाहिँ कम्प्लिट हुनै पर्यो। एब्रिभिएसनको कुराहरू सकेसम्म नराख्ने, क्याप्सन कम्प्लिटली राख्ने नै फर्मेट अनुसार नर्मल्ली हामीले टेबलमा क्याप्सन माथि र फिगरमा क्याप्सन चाहिँ तल लेख्ने गर्छौँ। अब कुनै कुनैमा चाहिँ जर्नल वाइज फरक पनि देखिन्छ भने त्यो अनुसार नै हामीले फलो गरेर लेख्नु पर्यो होइन। तर अब यो टेबल फिगर बनाउँदै गर्दाखेरि हिजो पनि थोरै कुरा हामीले जोडिसकेका छौँ। नम्बरिङ त टेबलको क्याप्सनमा हुनै पर्यो, सँगसँगै टेबल अथवा फिगरमा हामीले क्याप्सन लेख्दै गर्दाखेरि टेक्स्टमा पनि त्यो कन्टेन्ट आउनु पर्यो। टेबल 1 भनेर टेक्स्टमा हाम्रो प्याराग्राफमा केही न केही कुराहरू त्यहाँ टेबल 1ले के भन्न खोज्या हो थोरै कुरा त्यहाँ राख्नै पर्यो, अथवा फिगर 1ले के भन्न खोज्या हो राख्नै पर्यो। सँगसँगै हामीले रिफरेन्सेसहरू यी सबै कुराहरू गर्दै गर्दाखेरि रिफरेन्सेसहरू कतैबाट लिएको छौँ कन्टेन्टहरू भने टेक्स्टमा साइटेसन दिनु पर्यो भने त्यसको लिस्टिङ क्लियरली रेफरेन्स लिस्टमा हुनै पर्यो होइन। अब यो इक्जाम्पलहरू हामी हेरेपछि यो पार्टहरूमा चाहिँ क्लियर हुन्छौँ। त्यसै गरी ओभरअल फर्मेटिङ चाहे फिगरको होस् चाहे टेबलको होस् अथवा अरू डायग्रामको केसेसहरू होला भने त्यसको कन्सिस्टेन्ट वेमा चाहिँ जसरी जर्नलले गाइड गरेको हुन्छ त्यो अनुसार चाहिँ हुनु पर्यो। नर्मल्ली एब्रिभिएसनहरू आउँदै गर्दाखेरि हामीले फर्स्टमा चाहिँ जहिले पनि त्यहाँ लेख्नै पर्यो। जस्तो अहिले मैले एउटा इक्जाम्पल VULST भनेर कतै लेखेँ भने फर्स्ट टाइम चाहिँ त्यो क्यु भनेको के हो लेख्दिनँ भने त्यसपछि जरुरी नहुन सक्छ। भर्टिकल अल्ट्रा लो टर्बाइनलाई मैले चाहिँ अब थ्रुआउट दि पेपर अथवा रिपोर्ट ब्राकेटमा चाहिँ VULST भनेर फर्स्टमा चाहिँ फुल फर्म र एब्रिभिएसन दुवै लेख्नु पर्यो भने त्यसपछिकोमा चाहिँ मैले सर्ट फर्म मात्र एब्रिभिएसन मात्र लेख्दा इनफ होइन। त्यो खालको चाहिँ फलो गर्छौँ हामी। त्यस्तै गरी युनिटहरू बेसिकल्ली हामी एसआई युनिट नै फलो गर्छौँ। अरू युनिटका ग्राफहरू पनि हुन्छन् कहिलेकाहीँ अरूको रेफरेन्स लिँदा भने नर्मल्ली यस्तोहरू हामी कन्भर्ट गरेर राख्ने गर्छौँ। त्यो फर्मेटिङको केसेसहरू आउन सक्छ, जस्तो स्टाइलको कुरा, फन्टको कुरा, साइजको कुराहरू, लेबल नम्बरिङका कुराहरू आउन सक्छ, त्यो युनिफर्म हुनु पर्यो। पेपर सेटिङका सरी प्याराग्राफ सेटिङका कुराहरू त्यो फलो गर्नु पर्यो। क्याप्सन स्टाइलहरू एउटै हुनु पर्यो, सेक्सनका नम्बरिङको कुराहरू एउटै हुनु पर्यो र हरेकमा रेगुलर टेक्स्टहरू नै हामी फलो गर्ने गर्छौँ। यी कुराहरू इन्डिभिजुअल्ली कन्सिस्टेन्ट रूपमा चाहिँ थ्रुआउट द म्यानुस्क्रिप्ट हुनुपर्छ। तर कुन कस्तो हुनुपर्छ भन्नेलाई चाहिँ हरेक जर्नलले आफ्नो खालको फर्मेट हुन्छ होइन। त्यो खालकोबाट चाहिँ हामीले सपोर्ट लिएर मात्रै गर्न सक्छौँ। कन्टेन्ट हाम्रो कुरा रह्यो भने फर्मेट कुनै पनि जर्नलको इन्डिभिजुअल हामीले फलो गर्नुपर्ने हुन्छ। अब यो फर्स्ट प्र्याक्टिकल कन्सिडरेसन पछिको मेजर पार्टमा साइटेसन एन्ड रिफरेन्सिङको कुराहरू जोडिन्छ। तर अब यो साइटेसन के हो भन्ने कुरालाई पहिला बुझौँ। अब कुनै पनि हामीले कुराहरू लेख्दै गर्दाखेरि हामी एकदम फ्याक्टको कुराहरू अथवा कसैको फाइन्डिङको कुराहरू फ्याक्टलाई हामी नर्मली रिफरेन्सिङ दिएनतिर नर्मल्ली लाग्दैनौँ भने कसैको फाइन्डिङहरूलाई चाहिँ हामीले साइटेसन गराउनु पर्ने हो। रिफरेन्स केही लिएर त्यसलाई साइटेसन गर्दै फेरि रेफरेन्स लिस्टमा राख्ने गर्छौँ होइन। त्यो भएको भएर साइटेसन भन्ने बित्तिकै हामीले रेफरेन्स कुनै पब्लिसबाट नि लिएको हुन सक्छौँ तर कुनै अनपब्लिस्ड पनि सोर्सहरू हुनसक्छ अनि त्यो खालकोबाट पनि हामीले लिन सक्छौँ। र त्यही भएर रेफरेन्स पब्लिस होस् अनपब्लिस्ड होस् हामीले त्यसलाई एक्नोलेज गर्नुपर्छ। कसैकोबाट हामीले कन्टेन्ट लिइसकेपछि कपी गर्न पाइँदैन, रिराइट गर्न पाइयो, कुनै ल्याङ्ग्वेज आफ्नो फर्ममा लेख्ने। त्यो भएर एक्नोलेज गर्ने कुरा साइटेसन। साइटेसनको डिटेलिङ चाहिँ हामीले
रेफरेन्सको लिस्टमा राख्छौँ होइन। अब यसको दुईटा मेजर कन्सर्न भनेकै इन्टेलेक्चुअल अनेस्टी भन्छौँ। त्यही भएर यसले गर्दाखेरि चाहिँ प्लेगारिजम रिड्युस हुन्छ। अरूको कुरा हो, त्यसले गर्दाखेरि हाम्रो कुराहरू ग्यापको कुराहरू थाहा हुन्छ, हाम्रो रिसर्च अगाडि बढ्ने हो। त्यो भएर अरूको कुरा लिन पाइयो तर कपी गर्न मिलेन, त्यसलाई रिराइट गर्ने ल्याङ्ग्वेजमा। अब फर्स्ट कन्सर्न चाहिँ अनेस्टीको कुरा रहन्छ भने सेकेन्ड कन्सर्न चाहिँ जेन्युन सोर्सहरूबाट हामीले लिँदै गर्दाखेरि अघिल्लो जसले काम गरेको छ उसलाई एक्नोलेज गर्ने नै हो। त्यस्तै गरी अब हामीले जे एप्रोच गरेर अगाडि बढिराखेको छौँ त्यो खालको इनलाइन छ भन्ने भ्यालिडिटी पनि यो साइटेसनले चाहिँ गर्छ। त्यो भएको भएर यो तिनवटा मेजर पर्पजहरू चाहिँ यसमा आइरहेको हुन्छ। अब एउटा इक्जाम्पलको रूपमा साइटेसन मैले लिन खोजेँ, मैले एउटा कन्टेन्ट चाहिँ कुनै एउटा पेपरबाट लिएँ, जस्तो युज अफ आउटलेट कन्ट्रोल हेज अ पोजिटिभ इम्प्याक्ट अन भ्युएलएसटी भने। अब यो भ्युएलएसटी भनेको भर्टिकल अल्ट्रा लो टर्बाइन भने मैले भनेदेखि यो कुनै अगाडि चाहिँ पेपरमा यसको डिटेलिङ चाहिँ राखिसकेको छ, यहाँ एब्रिभिएसन मात्रै युज गरेको भयो। अब यहाँ स्क्वायर ब्राकेटमा चाहिँ 1 भनेको छ, यो चाहिँ IEEE फर्मेट भयो। यस्तै अरू फर्मेटहरूको पनि एक्जाम्पलहरू हामीले अहिले एउटा दुईटा हेर्छौँ होइन। अनि यो 1 स्क्वायर ब्राकेटमा लेखिएको चाहिँ साइटेसन। बुझिन्छ कुरा यहाँसम्म? सुनिराख्या छ? हजुर सर। त्यस्तै गरी अब रिफरेन्सिङको कुरा हामी हेर्छौँ भनेदेखि हामीले थ्रु आउट दि पेपर रिपोर्ट जे छ त्यसमा जे साइट गरेका छौँ त्यसको डिटेलिङ हो। अब 1 भनेको कुन पेपर अथवा कुन चाहिँ सोर्स रहेछ भन्नेको इन्फर्मेसन चाहिँ रिफरेन्स हो। अब यसका पनि फेरि प्रेजेन्ट गर्ने स्टाइलहरू छन् होइन, त्यो स्टाइलहरू हामीले साइटेसन थ्रु नै यहाँ डिटेलिङ हुने हो। अब यो 1 भनेको चाहिँ के रहेछ त भन्ने इन्फर्मेसनमा जस्तो अथर आउँछ पहिला, यो अथरको पार्ट भयो यहाँसम्म। त्यस्तै गरी यो कुन इयरमा चाहिँ पब्लिस भएको छ यो पेपर अथवा बुक अथवा अरू कुनै रिपोर्ट केही हुन सक्छ होइन। त्यसको टाइटल के हो भन्ने कुरा आउने भयो। त्यस्तै गरी यो केमा पब्लिस भएको छ भन्ने चाहिँ यसरी चालिकमा आउने भयो, यो फर्मेटमा रिजल्ट्स इन इन्जिनियरिङ भन्नेसम्म। यो चाहिँ भोल्युम नम्बर भयो, कुन मन्थ र यसको आइडेन्टिटी होइन, पेपर नम्बरको कुरा रह्यो भने यो ओभरअल यो लिङ्क देखिएको चाहिँ यो भनेको चाहिँ ओभरअल हामी डिओआई भन्छौँ, यो डिजिटल अब्जेक्ट आइडेन्टिफायरको कुरा रहन्छ। त्यो भएर यो पेपरको यसमा हामीले क्लिक गऱ्यौँ भने यो पेपर कुन हो ठ्याक्कै त्यहीँ पुगिन्छ। त्यो भएर यसरी लिस्टिङ गर्ने कुराहरू चाहिँ रेफरेन्सिङ भयो। अब यो 1 देखि एउटा पेपरमा मानौँ 100 वटा छ भने यो लिस्ट यसरी 100 वटा चाहिँ रेफरेन्स लिस्टमा पनि बन्ने भयो। तर अब यी चिजहरूभन्दा फरक के चाहिँ अर्को हुन्छ भने बिब्लियोग्राफी भन्ने टर्म हुन्छ। अब नर्मल्ली रिसर्च पेपरहरूमै बिब्लियोग्राफी राखिँदैन, किनभने बिब्लियोग्राफी चाहिँ ओभरअल सोर्सको कलेक्सन चाहिँ हो, जसरी चाहिँ बुकहरूमा हुने गर्छ पछाडि कुन कुन बुकबाट लिएको भन्ने चाहिँ हुन्छ, तर कुन कन्टेन्ट कुन बुकबाट लियो भन्ने चाहिँ हुँदैन। त्यसरी लिस्टिङ गर्ने कुरा चाहिँ बिब्लियोग्राफी हो होइन। त्यो भएर हामी रिसर्च पेपरमा चाहिँ कुन कन्टेन्ट कहाँबाट लियो नै भन्छौँ। त्यो भएर साइटेसन पनि आउँछ, रेफरेन्सेस पनि आउँछ। जब हामी बुकहरूको केस हेर्छौँ भनेदेखि लास्टमा गर्दै गरेको लिस्ट त्यो चाहिँ बिब्लियोग्राफी हो, किनभने अगाडि कुनै पनि साइट गरेको हुँदैन होइन। अब साइटेसन स्टाइलहरू मेजर कुन कुन छन् भन्ने कन्सर्नमा अक्सफोर्ड, हार्वर्ड, त्यस्तै गरी एमएलए, एपिए, सिकागो, त्यस्तै गरी IEEE यी चिजहरू चाहिँ हामीले फलो गर्छौँ। अब यो रिफरेन्सिङ स्टाइलहरू ह्यान्डल गर्ने डिफ्रेन्ट सफ्टवेयरहरू छन् होइन। अब इभन MS वर्डमै पनि हामीले युज गर्न सक्छौँ, कति इक्जाम्पल म देखाउँछु। त्यस्तै गरी अझै एपकै सफ्टवेयर
छुट्टै सफ्टवेयरकै रूपमा मेन्डली डेस्कटप अझै सजिलो बनाउँछ यसले। तुरुन्तै फर्मेटहरू चेन्ज गर्न सक्छौँ। त्यस्तै गरी जोटेरो, इन्डनोट यिनीहरू सबै यो जस्ट साइटेसन रिफरेन्सिङकै लागि चाहिँ युज हुने हो। अब यो साइटेसन र रिफरेन्सिङ भन्ने कुरा अब जर्नल वाइज फरक पर्न सक्छ, कन्फरेन्स बुक अथवा बुक च्याप्टर, न्युजपेपर आर्टिकल, वेबसाइट यीहरू फरक पर्न सक्छ। त्यो भएर यो पार्टमा एक्जाम्पलको रूपमा मैले हाम्रै तपाईँहरूले नै युज गर्दै गर्नुभएको एमएस वर्डकै एक्जाम्पल एउटा सिम्पल लिन खोजेको मैले। अब यदि एउटा साइटेसन चाहिँ गर्नुपर्ने छ भनेदेखि हामी रिफरेन्स ट्याब पहिला ओपन गर्छौँ। अब हाम्रो केही कन्टेन्टहरू लेखिसकेपछि रिफरेन्स ट्याबमा क्लिक गर्ने। त्यसपछि अब कुन चाहिँ स्टाइलमा चाहिँ हामीले गर्न खोज्दैछौँ। अब हामी नर्मल्ली आइओईमा चाहिँ एपिए फर्मेट फलो गर्छौँ। त्यो भएर अब यहाँ ड्रप डाउन मेनु छ भने यो एपिए फर्मेट हो भने चाहिएको छ हामीलाई भनेदेखि एपिए फर्मेट हामी फलो गर्छौँ। त्यो भएर अब यो एपिए सेलेक्ट गर्दै गर्दाखेरि एउटा डायलग बक्स आउँछ। यसमा हामीले इन्डिभिजुअली डाटाहरू भर्दै जानुपर्छ। फर्स्ट केस सोर्स कस्तो हो त? पेपर हो, रिसर्च पेपर हो कि, कन्फरेन्स पेपर हो कि, बुक हो कि, रिपोर्ट हो कि, प्याटेन्ट हो कि, के हो? त्यो चिज हामी राख्छौँ। त्यो अनुसार यो तलको कन्टेन्टहरू चेन्ज हुँदै जान्छ। अनि बुकको लागि चाहिँ हामीले के राख्नु पर्यो त? अथरको रहेछ, टाइटल के हो बुकको, कुन इयरमा पब्लिस भएको, कुन सिटी हो, पब्लिसर को हो, यी कुराहरू चाहिँ राख्छौँ। अनि यसरी चाहिँ हामीले एमएस वर्डमै यो कुराहरू गर्न सक्छौँ। अब सिमिलरली कसैले मेन्डली डेस्कटप युज गर्ने हो भनेदेखि चाहिँ हामी सिधै जे फाइल छ त्यो सिधै अपलोड गरिदियो भने त्यसले डाटा आफै जेनेरेट गर्छ। अब मैले चाहिँ यहाँ एक्जाम्पल लिन खोजेँ। अब यहाँ एड गर्नु छ भनेदेखि सिधै एड गर्न सक्यो, म्यानुअल्ली गर्न पनि सकिन्छ, होइन? त्यसै गरी डिफ्रेन्ट कन्सर्नमा हामी फोल्डरहरू चाहिँ क्रिएट गरेर राख्न सक्छौँ, होइन? अब यहाँ चाहिँ यो एक्जाम्पलको लागि चाहिँ डिफ्रेन्ट पेपरहरू चाहिँ लोड भइसकेको छ पहिले। भने यो लोड गरिसकेको पेपरको डिटेलिङ हामी यो जर्नल आर्टिकल एउटा सेलेक्ट गरेर देखाउन खोजेको। फर्स्टमा एउटा टाइटल चाहिँ ज्योमेट्रिकल डिजाइन एन्ड हाइड्रोलिक फिजिबिलिटी अफ इनर एन्फोर्स्ड ग्रिडर्स इन हाइड्रोपावर बाइफर्केसन्स भनेर चाहिँ एउटा टाइटल भएको खालको पेपर छ। त्यसमा यहाँ अथर छन्, यहाँ टाइटल छ, यो कुन इयरमा पब्लिस भयो, केमा पब्लिस भयो र यो कहिले चाहिँ यसमा लोड गरिएको त मेन्डली डेस्कटपमा तपाईँको आइडी थ्रो भन्ने चाहिँ यहाँ डेट देखिन्छ, होइन? त्यो भएर अब यो हेर्दै गर्दाखेरि यो पुरानो कुनै बेला एउटा पेपरको लागि काम गर्दै गर्दाको सेटअप भयो यो भने अब यसको डिटेलिङ हेर्नु पर्यो भनेदेखि यसैमा हामी क्लिक गर्छौँ। त्यसको डिटेलिङ यो राइट साइडमा आउँछ। अब केही कहिलेकाहीँ पेपर अपलोड हुँदै गर्दाखेरि अलिकति केही मिस्टेकहरू भेट्न सकिन्छ भनेदेखि हामी यहाँ एडिट गर्न सक्छौँ, होइन? यसरी चाहिँ हामीले मेन्डल डेस्कटप यो चाहिँ छुट्टै युज गर्ने भयो। अब यसैलाई वर्डमा चाहिँ हामीले ल्याउनको लागि एउटा एडिन चाहिँ इन्स्टल गर्नुपर्ने हुन्छ। मेन्डली साइट भनेर चाहिँ त्यहाँ एडिन इन्स्टल गर्छौँ। एकदम एडिनकै रूपमा मात्रै काम गर्छ यसले। हामीले अब यहाँ कन्टेन्टहरू लेख्छौँ हाम्रो फाइलमा। अब के चाहिँ इन्ट्री गर्ने हो, यो यतिखेर चाहिँ मेन्डली डेस्कटपसँग चाहिँ सिन्क्रोनाइज भएको हुन्छ। तर अब साइटेसन सेटिङ गर्नु पर्यो भनेदेखि यहाँबाट हामी सेटिङ गर्न सक्छौँ। अब जस्तो अघि मैले फर्स्टमा हेरेको कुरा गर्ने हो भनेदेखि फर्स्टमा मैले त्यहाँ सेलेक्ट गरेर राखेको थिएँ। अब यहाँ पनि फर्स्टमै आएको देखियो अहिलेलाई। अब यो चाहिँ हामीलाई इन्सर्ट गर्नु छ भने जस्ट यहाँ क्लिक गर्ने र यहाँ इन्सर्ट साइटेसनको कुरा छ, त्यसलाई इन्सर्ट गरिदिने। र फाइनल्ली सबै इन्सर्ट गर्दै गइसकेपछि लास्टमा एकैपल्ट रिफरेन्स लिस्टमा हामी इन्सर्ट गर्न सक्छौँ। ओभरअल हामी जतिवटा युज गर्यौँ एकैपल्ट आउँछ। तर यो रेफरेन्सिङमा चाहिँ अलिकति चाँडो हुन्छ। अब एक्जाम्पलको लागि एपिएमा चाहिँ कस्तो हुन्छ त भन्नेलाई क्लियर गर्नको लागि अब साइटेसन हेर्ने हो भने कन्फरेन्स पेपर र जर्नल पेपर एपिए स्टाइलमा हेर्छौँ भने सेम। अब मैले एउटा एक्जाम्पल चौलागाई एट अल, यो एट अल भन्ने चाहिँ अब यो अथरहरू धेरै छ, मोर देन 1 छन् भन्न खोजे हो यो एट अल भन्नेको। र यो सँगसँगै
यहाँ यो चाहिँ थर आउँछ सधैँ हामीले फलो गर्दै गरेको एपिआई स्टाइलमा। यो 23 भन्ने चाहिँ पब्लिस्ड इयर भने जर्नल पेपरमा पनि साइटेसन चाहिँ सेम नै देखिन्छ, तर मैले यहाँ पेपर चाहिँ फरक लिएँ भनेको चौलागा एटल 2024। अनि अब यो भनेको यसैलाई टेक्स्टमा चाहिँ हामीले अब यहाँ केही कन्टेन्ट लेख्यौँ अनि एपिआई स्टाइलको हामीले साइटेसन गऱ्यौँ भने यो आउने भयो भने यसैको रिफरेन्स लिस्टमा चाहिँ यो चौलागा एटल 23 भनेको चाहिँ के रहेछ त 23 वाला 23 नै हेर्नु पर्यो। यो कन्फरेन्स पेपर हो, त्यही भएर अब यहाँ राइटर टाइटल आयो, त्यसै गरी जर्नल अफ फिजिक्स कन्फरेन्स सिरिज भनेर यसरी आएको छ, यसको आइडेन्टिटी र त्यस्तै गरी डिजिटल आइडी होइन यसरी चाहिँ आएको पाउँछौँ। भने सेकेन्डको अब जर्नल पेपरमा हेर्छौँ भनेदेखि 24 को रहेछ भने फेरि कन्टेन्ट आयो, फेरि टाइटल आयो, अब कुन जर्नलमा हो भन्ने आयो, भोल्युम सहित र फेरि आइडी आयो। यसरी चाहिँ एपिआई स्टाइलमा यो आउँछ भने अब आइट्रिपल हामीले फलो गर्छौँ भनेदेखि थोरै फरक हुन्छ। अब जस्तो फर्स्ट केस जर्नल पेपरमा राखेँ भनेदेखि अब यो के हो 1 मात्रै हुन्छ यहाँ। 1 भन्ने के हो भन्नलाई अब 1 को डिटेलिङ चाहिँ रेफरेन्सको लिस्टमा आउने भयो। यसरी चाहिँ डिटेल आउँछ भने कन्फरेन्स पेपर छ भने अब मैले 2 दिएँ अहिले एक्जाम्पलको लागि, त्यहाँ नम्बर कहिले कतिमा आइपुग्छ त्यो इन सिरियल आउनै पर्ने हुन्छ, आउँछ नै होइन। अनि 2 भनेको चाहिँ के रहेछ त अब यो कुनै बेला आइयुजिसी 2017 मा पब्लिस गरेको पेपर रहेछ भने यसरी चाहिँ कन्फरेन्स पेपर आइट्रिपलईमा चाहिँ हामीले प्रेजेन्ट गर्ने गर्छौँ। त्यही भएर आइट्रिपलई को रिफरेन्सिङ स्टाइल हेऱ्यौँ भनेदेखि स्क्वायर ब्राकेटभित्र न्युमेरिक भ्यालु हुनु पर्यो, जुन चाहिँ टोटल्ली एपिए फर्मेटसँग फरक छ होइन। अब यो पार्ट पछि अर्को सेगमेन्ट भनेको पेपर डेभलप गर्ने र रिसर्च आर्टिकल सबमिट गर्ने। अब यी कुराहरू सबै हामीले ध्यान दिँदै गर्दाखेरि पेपर अब डेभलप गर्नलाई अझै के सोच्नु पर्ने छ त प्र्याक्टिकल कन्सिडरेसनहरू अब एक लेभलमा हामीले केही कुराहरू बुझिसक्यौँ भने अझै अब पेपरै डेभलप गर्न चाहिँ के चाहिन्छ त भन्ने कुरालाई हेरौँ, त्यसपछि सबमिट कसरी गर्ने, कहाँ गर्ने भन्ने कुराहरू हामीले बुझ्नुपर्छ। त्यो भएर अब यो हेऱ्यौँ भनेदेखि अब यो पब्लिस किन गर्न पर्ने भन्ने चाहिँ हामीलाई लागिरहेको त हाम्रो पेपर हामीले काम गरेका छौँ, हाम्रो पेपर किन पब्लिस हुन जरुरी छ त्यो पहिला थोरै एनालाइसिस गर्नु पर्यो। त्यो चाहिँ साँच्चीकै नयाँ र इन्ट्रेस्टिङ हो त, हट टपिक हो त यो, हामीले केही सोल्युसन साँच्चीकै केही क्रिटिकल प्रब्लमको लागि अथवा एक्जिस्टिङ प्रब्लमलाई दिइरहेछौँ त। अब केही हामीले पब्लिस गर्नलाई चाहिँ हामी रेडी भइसकेका छौँ त। यी सबै खालका कुराहरूका एन्सर हामीसँग छ भने हामी अब ड्राफ्ट तयार गर्न लाग्छौँ, रिसर्च पेपरको ड्राफ्ट, त्यसलाई चाहिँ हामी म्यानुस्क्रिप्ट भन्ने गर्छौँ। अब स्टेप नर्मल्ली अब यो आउटलाइन सुरु गर्छौँ। अब यो प्र्याक्टिस एक्सपिरियन्समा पनि डिपेन्ड हुन्छ, कसैले सिधै एब्स्ट्र्याक्ट लेखेर पनि सुरु गर्ने चलन हुन्छ। अब इन जनरल स्टार्टिङ फेजमा हामी आउटलाइन चाहिँ फास्ट तयार गर्छौँ। अब यो मल्टिपल इटिरेसन थ्रो आउटलाइनलाई पनि रिफाइन गर्छौँ। त्यसपछि यो चाहिँ ठिक हुन्छ कि अब इन्ट्रोडक्सनमा के राख्ने को थोरै आउटलाइन गर्ने, त्यसपछि मेथोडोलोजीको कुराहरू आउँछ होला। अब त्यसपछि मेटेरियल कन्सर्न के राख्ने हो त, हामीले गरेको सिमुलेसन हो कि एक्सपेरिमेन्टलमा सिधै पहिला डिजाइन नगरिकन गएको छौँ, के छ यो पार्टलाई चाहिँ मल्टिपल इटरेसन गर्दै त्यो भित्र के राख्नेलाई पहिला अलिअलि आउटलाइन गर्ने, त्यसपछि बल्ल कन्टेन्टहरू राख्दै गयौँ भनेदेखि त्यो चिजहरू मिस हुँदैन। अब त्यो अनुसार हामीले कन्टेन्टहरू चाहिँ फिलअप गर्दै जानु पर्यो। अब यो कन्टेन्टहरू बनाउँदै गइसकेपछि एक लेभलमा ड्राफ्ट तयार हुन्छ। अब एक लेभल ड्राफ्ट बनिसकेपछि अब कुन जर्नलमा चाहिँ टार्गेट गर्ने हो त भन्ने कुरा क्रिटिकल हुन्छ। त्यो भएर हामी के गर्छौँ त, हामीले जस्तो खालको कन्टेन्ट चाहिँ तयार पारेछौँ रिसर्चको एउटा फाइन्डिङ, त्यो खालको जर्नलहरू कुन छन् त?
मतलब हामीले कुनै फलो गर्दैछौँ भने त्यो जर्नलले त्यो खालको आर्टिकल पब्लिस गरेको छ कि छैन त? दुवै मैले हेर्नुपर्ने हुन्छ। त्यो कुराहरू हेर्नतिर लाग्छ। अब हामीले कुनै जर्नल छान्यौँ भने त्यसको स्कोप हामीले तयार पारेको कन्टेन्टसँग म्याच हुन्छ कि हुँदैन त? त्यो पनि हेर्नु पर्यो। अब इम्प्याक्ट फ्याक्टर हामीलाई एकदम अलि हाई लेभलकै चाहिएको छ कि कम भए पनि हुन्छ कि इम्प्याक्ट फ्याक्टर कन्सर्न छैन कि यो कुराहरू पनि हेर्नु पर्यो, होइन? अनि यसरी हामी जर्नल छान्न सक्छौँ। अब कसरी छान्ने कुराहरू केही बाँकी छन्, होइन? त्यसै गरी अर्को जर्नलको जुन सेलेक्सन गर्छौँ त्यसको आफ्नो गाइडलाइन हुन्छ। गाइड फर अथर्स भनेर जिएफए भन्छौँ। अनि त्यो स्टाइल अनुसार हामीले चाहिँ गाइडलाइन फलो गर्दै ओभरअलमा चाहिँ हामीले फाइनल गर्न सक्छौँ, होइन? त्यो भएर अब यसलाई हामीले हेर्नलाई हेर्दै गर्दाखेरि ड्राफ्ट तयार पारिसकेपछि नर्मल्ली रिफाइन गर्दै गर्दाखेरि होस् अथवा सुरु गर्दै गर्दाखेरि होस्, सजिलो मेथड सेक्सनबाट गर्ने गरिन्छ। त्यसले चाहिँ अब के चाहिँ रिभ्यू गर्नुपर्ने रहेछ टाइपको कुराहरू पनि क्लियर गर्छ। ब्याकग्राउन्ड तयार पार्न नि क्लियर गर्छ र एनालाइसिस कसरी गर्ने भन्ने पनि अलिक मोर क्लियर गराउन खोज्छ। त्यही भएर अब धेरैले चाहिँ यो खालको चाहिँ प्र्याक्टिसमा ल्याएको देखिन्छ। अब अर्को अलिकति चलाखी के गर्न सकिन्छ भनेदेखि जुन जर्नल चाहिँ हामीले छान्दैछौँ, त्यो खालकै जर्नलमा पब्लिस भएको पनि हामीले रिफरेन्समा चाहिँ राखिदिने, साइट गरिदिने। त्योबाट नै हामीले केही न केही पब्लिस भएको पेपरको त्यो जर्नलमा पब्लिस भएको पेपरको चाहिँ कुराहरू हामीले तयार पार्दै गरेको पेपरमा पनि राख्ने, होइन? त्यो कुराहरू अलिकति पोजिटिभली एडिटरहरूले हेर्ने गर्छन्। त्यो भएर यो कुराहरू पनि अलिकति क्रिटिकल मानिन्छ, अलिकति बट्याइ गर्न सकिन्छ। अब अर्को कन्सर्न चाहिँ सुइटेबल रिभ्युअरहरू नर्मल्ली चाहिँ धेरै जस्तो स्ट्यान्डर्ड जर्नलहरूले चाहिँ माग्ने गर्छन्। प्रोबाबल तपाईँको टपिकसँग मिल्ने रिभ्युअरहरू के छन् त? को छन् त? भन्ने खालको चाहिँ नर्मल्ली इन्टरनेसनल पेपरहरूमा अब आफ्नो कन्ट्री बाहेक अरूको चाहिँ अरू बाहिरको चाहिँ रिभ्युअरहरू डिमान्ड भइरहेको हुन्छ। कतिले पेपर माग्दैनन्, 5 सम्म पनि रिभ्युअरहरू मागेको पनि देखिया छ। भने यसरी 2 देखि 3 नर्मल्ली ठ्याक्कै त्यो खालको फिल्डमा चाहिँ को छ त? फलानुले चाहिँ रिभ्यू गरिदिँदै गर्दाखेरि पोजिटिभ फिडब्याक आउँछ भन्ने खालको कुराहरू को लागि प्रोबाबल रिभ्युअरहरू चाहिँ हामीले लिस्टिङ गरेर राख्नुपर्ने हुन्छ, होइन? अब कुनै जर्नलहरूले चाहिँ यो रिभ्युअरलाई चाहिँ दिन नमिल्ने अपोजिङ टाइपको रिभ्युअर कुनै छन् कि भनेर पनि सोध्छ, होइन? त कहिलेकाहीँ त्यस्तो खालको केसेसहरू आउने भएको भएर छन् भने त्यो पनि प्रिपेयर गर्न सकियो। अब यी कुराहरू भइसकेपछि कुनै पेपरहरूमा ग्राफिकल एब्स्ट्र्याक्टको कुराहरू पनि आउँछ भनेको ओभरअल पेपरको स्टार्टिङदेखि फाइनलसम्मको ग्राफिकल्ली नै समरी प्रेजेन्ट गर्ने। त्यस्तो यो पछिल्लो समयमा चाहिँ ग्राफिकल एब्स्ट्र्याक्ट राख्ने प्र्याक्टिस चाहिँ अलिकति बढेको देखिन्छ। त्यो भएर त्यो खालको पनि तयार पार्न सक्छौँ, होइन? रिभ्युअरको लिस्ट पछि इन्डिभिजुअल अथरको कन्ट्रिब्युसन के छ? अब सबैले सबै काम त गर्दैनन् भने मेजर फोकस कसको कहाँ छ? त्यो कुराहरू हामीले तयार पार्छौँ। त्यसपछि कुनै एउटा जर्नलमा चाहिँ हामी सबमिट गर्न सक्छौँ। अब यो गर्दै गर्दाखेरि के चाहिँ कुरा ध्यान दिनु पर्यो भने एउटा जर्नलमा हामीले एकपल्ट सबमिट गर्नुपर्यो। तर त्यहाँ सबमिट गर्दै गर्दाको त्यसैमा एसेप्ट हुन्छ भन्ने जरुरी छैन। त्यो भएर यसमा भएन भने अर्कोमा चाहिँ मैले सबमिट गर्नुपर्छ भन्ने माइन्ड मेकअप डे 1 बाटै चाहिँ हुनुपर्छ। त्यो भएर तर त्यो भन्दै गर्दा अल्टरनेटिभमा राख्दै गर्दा एकैपल्ट 2-4 वटामा सबमिट गर्ने होइन। त्यो चिज पनि ध्यान दिनु पर्यो। वान्स एट अ टाइम ओन्ली वान्स सबमिसन, होइन? त्यही भएर अब हामीले क्लियरली इङ्ग्लिस ग्रामेटिकल कन्सर्नबाट पनि चेक गर्नु पर्यो। ल्याङ्ग्वेज एकदम सिम्प्लिफाइड फर्ममा राख्ने। अब यो स्ट्रक्चर र जर्नलको रिक्वायरमेन्ट के छलाई हरेक केसमा ध्यान दिनैपर्छ र अनेस्टली जे फाइन्डिङ छ
स्ट्यान्डर्ड वेमा प्रेजेन्ट गर्नुपर्यो, त्यसमा लुकाउने कुरा गर्नु भएन। भोलिको दिनमा क्वेसन आउँदै गर्दाखेरि हामीसँग एन्सर नहोस्, नबाजियोस्। त्यो वेले चाहिँ हामीले प्रेजेन्ट गर्नुपर्यो। र सकेसम्म धेरै जस्तोले 1 डिकेडभन्दा प्रिभियस रिभ्युजहरूलाई त्यति प्रिफर गरेको मानिँदैन। अथवा पर्सेन्टेज नै तोकिदिएको हुन्छ कतिले। 10 इयर्सभन्दा पछाडिको रिभ्यू चाहिँ यति पर्सेन्टभन्दा माथि हुनु हुँदैन पनि भनिदिएको हुन्छ। त्यो कुराहरू हामी हेर्न सक्छौँ। र बाई चान्स रिजेक्ट भयो भनेदेखि रिजेक्ट गर्दै गर्दा केही न केही त्यहाँ क्वेसनहरू राखेर रिजेक्ट गरेको हुन्छ भने त्यो क्वेसनहरू सल्भ नगरिकन अर्को ठाउँमा सबमिट गर्नु बुद्धिमानी मानिन्न। त्यो भएर त्यसलाई करेक्सन गरेर मात्र अर्कोतिर सबमिट गर्नु बुद्धिमानी मानिन्छ। अब एउटा सानो एक्जाम्पल लिन खोजेँ मैले। अब यो तपाईँहरू जस्तै ब्याचलर मेकानिकलको स्टुडेन्टहरूलाई दिँदै गरेको एउटा टाइटलमा चाहिँ एउटा राम्रै खालको फाइन्डिङ भएको भएर यसलाई Q2 भन्छौँ हामी। क्वार्टाइल 2 मा चाहिँ पब्लिस भएको एउटा पेपर हो होइन। अब यसमा चाहिँ कामहरू अझै पनि धेरै भएकोमा यसलाई अप्टिमाइज गरेर ओभरअल इफिसियन्सी कमै भए पनि यो टास्क चाहिँ एकदम क्रिटिकल र साइन्टिफिक कन्सर्नमा चाहिँ यो अलिकति भ्यालु एड केही न केही गर्ने कन्सर्नमा पब्लिस भएको देख्छु म चाहिँ। त्यही भएर अब यो चाहिँ एडभान्सेस इन मेकानिकल इन्जिनियरिङ भनेर यहीँ ब्याचलर गरेका अगाडि आकाश कलवार र पुरुषोत्तम खतिवडा को ब्याचलरकै प्रोजेक्ट हो यो। त्यसलाई चाहिँ केही रिफाइन र अप्टिमाइज गरेर पब्लिस गरेको हो। अब अहिले यहाँ देखाउन खोजेको के हो भने अब कुनै पनि टाइटल हेर्छौँ भनेदेखि त्यसले अब्जेक्टिभ सहित बोलेको हुनु पर्यो। त्यो कुन मेथड फलो गरेको भन्ने पनि क्लियर हुनुपर्छ। त्यो भएर अब यहाँ मैले तपाईँहरूसँग क्लियर हुनुपर्ने हेडरको पार्ट चाहिँ हिजोको अनुसार मैले यहाँ तपाईँहरूसँग सेयर गर्न खोजेँ। सो फास्ट यो पार्ट टाइटल भयो भनेदेखि अब यो चाहिँ अथरको लिस्ट भयो। अब जर्नलको आफ्नो फर्मेट भयो भने अब यो चाहिँ एडभान्सेस इन मेकानिकल इन्जिनियरिङ भन्ने जर्नल भयो होइन। त्यो चाहिँ पब्लिसर चाहिँ सागे पब्लिसर भयो भने यो पब्लिसर थ्रु यो पब्लिसरका धेरै जर्नल छन्। त्यो मध्येको एउटा एडभान्सेस इन मेकानिकल इन्जिनियरिङ हो होइन। त्यो भएको भएर अब यहाँ तपाईँहरूसँग मेरो कन्सर्न चाहिँ यहाँ एब्स्ट्र्याक्ट भनेर छ। अब हिजो पनि हामीले डिस्कसन गरेका छौँ। नर्मल्ली ओभरअल जति लामो रिसर्च भए पनि फाइन्डिङ रिसर्च पेपरहरूमा चाहिँ एब्स्ट्र्याक्टको रूपमा हामीले 150 देखि म्याक्सिमम 300 वर्डसम्म राख्छौँ भनेका छौँ हिजो भने। अब यहाँ त्यसमै सबै कुरा आएको हुनु पर्यो। कुन प्रब्लम के हो, कुन मेथड फलो गरेको छौँ, के फाइन्डिङ भयो र फ्युचर कन्सर्नको लागि चाहिँ के छ रिकमेन्डेसन भन्ने यी खालका कुराहरू सबै यहाँ हुनुपर्छ समराइज फर्ममा। त्यो भएर यो पार्टमा तपाईँहरूले जस्ट 2 मिनट त्यो चिजहरू मलाई छुट्याइदिनुहोस् र नोभेलिटी चाहिँ यहाँ ठ्याक्कै के देखिन्छ त, युनिकनेस एउटा साइन्टिफिक कम्युनिटीले चाहिँ पाउनुपर्ने यहाँबाट के हो त, एकदम मेजर पोइन्ट के हो भन्ने तपाईँले यहाँ आइडेन्टिफाई गरिदिनु पर्यो। र यस्तै गरी तपाईँहरूले चाहिँ कम्तीमा अब योभन्दा राम्रो गर्नु होला भोलिको दिनमा भने कम्तीमा त्यो चिजहरू यहाँ चाहिँ के हो त त्यो चाहिँ छुट्याइदिनुहोस्। फर्स्ट कन्सर्न प्रब्लम चाहिँ के रहेछ त, यो रिसर्चमा प्रब्लम के रहेछ र यो चिज सुरु गरिया रहेछ, अब्जेक्टिभ के रहेछ, कुन मेथड रहेछ र फाइन्डिङ के रहेछ। जस्ट अब यहाँ चाहिँ अब अहिले दुईटा मात्रै कुरा राखौँ। ओभरअल यो एब्स्ट्र्याक्टबाट हेर्दै गर्दाखेरि नोभेलिटी चाहिँ के रहेछ त, युनिकनेस, न्यू फाइन्डिङ के रहेछ त, अरूले गरेको भन्दा फरक चिज के रहेछ त, त्यो चिज कुनै पनि पेपरले खोज्छ। त्यो भएर तपाईँहरूलाई मेरो कन्सर्न अब अलिकति छोट्याऊँ पनि जस्ट 2 मिनट एकपल्ट सर र यो कन्टेन्ट पढ्नुहोस्। त्यसपछि यसमा नोभेलिटी के रहेछ त तपाईँ त्यो चाहिँ मलाई भन्नुहोस् त ल। कोही एकजनाले भन्नुभयो हुन्छ।
स्क्रिन त क्लियर छ नि हैन? छ सर। अब यसमा एकपल्ट सेन्टेन्स पढ्नु सबै, त्यसपछि नोभेलिटी के रहेछ, नोभेलिटी टर्म त बुझ्नुभयो है? सर च्याटमा आन्सर दिएको रहेछ। सिस्टम डिजाइन ब्लेड कन्फिगुरेसन भन्ने देखियो। अहिले फुल स्क्रिन भएको छैन हो? सर स्क्रिन हाफ आइरहेछ। फुल स्क्रिनमा जम्प भइरहेको छैन, के भयो फेरि? अहिले छ त छैन होला? छैन, हाफ नै आइरहेछ। के भयो यो फेरि? एक्सट्र्याक्टबाट अर्को ठाउँमा पुगेछ, टाइपमा पुग्यो। होइन, पेपर स्लाइड त अर्कोमा गयो, तर अब यहाँ फुल नै भइरहेको छैन, अड्किरहेछ। एकैछिन है, मैले फेरि रिजोइन गर्नुपर्ने भयो जस्तो छ। आयो अहिले? आयो सर। आयो होइन। अब यो नोभेलिटी हामीले हेर्छौँ भनेदेखि अब यहाँ चाहिँ नोभेलिटी भन्नेकै युनिकनेस नै के हो त यो पेपरको भन्न खोजेको होइन। त्यो भएको भएर अब यहाँ एयरफोइल सेप भनेको छ, त्यो सेप चाहिँ फिक्स ब्लेड र रोटेटिङ ब्लेडमा एउटा सिरिज भन्छौँ हामी, नाका सिरिज 6516 सिरिजको चाहिँ युज गरेको रहेछ होइन। फिक्स र रोटेटिङवाला भन्ने खालको कुरा चाहिँ यसको लागि युनिक भयो होइन। त्यो युज गर्दै गर्दा यसमा सिमुलेसन पनि फलो गराएको छ, एक्सपेरिमेन्टल पनि फलो गरेको छ। त्यो भएर अब त्यो अनुसारको फाइन्डिङ
एक्सपेरिमेन्ट कसरी गर्यो, के रिजल्ट आयो, सिमुलेसन कुनमा गर्यो, के रिजल्ट आयो, यो कुराहरू कम्पेरिटिभ फर्ममा पनि राखेको छ होइन। त्यो भएर यसरी चाहिँ तपाईँहरूले एब्स्ट्र्याक्ट चाहिँ अब यही चिजलाई बिस्तारै डिटेलिङ हरेक कन्टेन्टहरू इन्ट्रोडक्सनदेखि कन्क्लुजनसम्म राख्दै जाने। त्यो भएर यो एउटा सानो एक्सर्साइजको कुरा रह्यो होइन। अब त्यो हो भने जर्नलमा सब्मिट गर्नेसम्म त भन्यौँ, तर जर्नल कस्तो कस्तो खालको हुन्छ भन्ने हामीले बुझ्न जरुरी छ होइन। त्यो भएर अब हामीले हेर्दै गर्ने जर्नल हामीले एक्सपेक्टेसन नेसनलमा सब्मिट गर्ने कि इन्टरनेसनलमा सब्मिट गर्ने फर्स्ट क्वेसन हुनसक्छ, अथवा इन्टरनेसनलमा हो भनेदेखि नर्मल्ली लिमिटेड एसेस टाइपको हो कि त्यो भनेको हरेकपल्ट पे हेर्नलाई चाहिँ पे गर्नु पर्यो पैसा होइन। पब्लिस गर्न चाहिँ फ्री, तर कसैले त्यो पेपर हेर्नु छ तपाईँले पब्लिस गरेको भनेदेखि चाहिँ पे गर्नुपर्ने हुन्छ होइन। त्यो भएको भएर एउटा अप्सन थियो। अर्को अप्सन चाहिँ ओपन एसेस हुनसक्छ। ओपनको मिनिङ चाहिँ भ्यू डाउनलोड चाहिँ फ्री भयो, तर हामीले पब्लिस गर्नलाई चाहिँ पैसा तिर्नुपर्ने हुनसक्छ होइन। त्यो केस चाहिँ अब गोल्ड ओपन एसेस हो कि फुल ओपन एसेस हो कि त्यो फेरि भेराइटीहरू हुन्छन्। अब पैसा तिर्ने भन्दैमा कतिले चाहिँ अप्सन हाम्रो लागि कसैले चाहिँ पे गरिदिन्छ। जस्तो अघि तपाईँहरूलाई देखाएकै जर्नल एडभान्सेस इन मेकानिकल इन्जिनियरिङको देखाएको, त्यसको चाहिँ ओपन एसेस हो, तर त्यसको $3000 छ। अब हामी $3000 तिरेर त बस्न सक्दैनौँ भने हाम्रो लागि कसैले तिर्दिन्छ। अनि त्यो पार्टमा पनि त्यो जर्नलले त्यो फेसिलिटी दिएको छ कि छैन पनि हेर्ने गर्छौँ। $3000 हामी तिरेर बस्न सक्दैनौँ होइन। तर वेबिङको केसेसहरू हुन्छ, त्यो चाहिँ जर्नलले आफ्नो फरक राखेको हुन्छ। जियोग्राफिकल क्याटेगोरी हुनसक्छ, त्यसै रिसर्च फर लाइफको कुराहरू आउँछ, त्यो कुराहरू फेरि पनि म जोड्छु। अनि यो एउटा क्याटेगोरी हुनसक्छ जर्नल। त्यस्तै गरी अर्को चाहिँ प्रिडेटोरी जर्नल हुन्छ। अब यो भनेको चाहिँ जर्नल हो तर फेक जर्नल भन्छौँ हामी। त्यो भएर यो डायग्राममा देखाउन खोजेको लिमिटेड एसेस जर्नलवाला सब्सक्रिप्सन मोडवाला भयो, ओपन एसेसवाला फेरि दुईटा अप्सनमा हुन सक्छ, गोल्डवाला अथवा फुल्ली। त्यो बिचमा रहेर प्रिडेटोरी जर्नलहरू चाहिँ एक्जिस्ट हुन्छन्। अब यो भन्दै गर्दाखेरि कसरी छुट्याउने त प्रिडेटोरी भन्ने चाहिँ क्रिटिकल कन्सर्न रहन्छन् सधैँ। त्यो जर्नलमा हामीले झुकेर पनि सब्मिट गर्नु हुँदैन। तर अब नझुकिने कसरी भन्नलाई चाहिँ केही कुराहरू छन्। त्यो कुराहरू क्रिटिकल्ली तपाईँहरूले जर्नलमा सब्मिट गर्नलाई नै त्यो चिजहरू पहिला थाहा पाउनु पर्यो। यही चिज क्लियर नहुँदै गर्दाखेरि लेटेस्ट यही महिना मात्रै ट्युमा इभन प्रोफेसरहरूकै एपोइन्टमेन्टमा 11वटा जर्नलहरू फेक जर्नलहरूमा सब्मिट भएको भेटिया छ। लेटेस्ट यही महिना असोज महिनामा मात्रै। त्यो भएर यी जर्नलहरू क्रिटिकल्ली हामीले सुरुमै हेर्नै पर्ने हुन्छ। त्यो जर्नल फेक हो कि होइन त केही फरक देखिँदैन होइन। त्यो भएर त्यो कुराहरू छन्, केही क्रिटिकल कुराहरू, त्यसलाई चाहिँ हामीले छुट्याउनु पर्ने हुन्छ सब्मिट गर्नु अगाडि नै। त्यो भएर हामीले चाहिँ डिफ्रेन्ट इन्डिकेटर्सहरूलाई हेर्नु पर्यो। अब ओपन एसेस भनेको छ यति धेरै स्कोपहरू दिइरा हुन्छन् होइन। उसले चाहिँ एकदम 2-3 दिनमै हामी गरिदिन्छौँ भन्ने खालको केसेसहरू दिन सक्छ। रिसर्चको कुराहरू हामी पियर रिभ्यू नगरिकन सब्मिट गर्ने बित्तिकै एक्सेप्ट गरिदिन्छौँ, यस्तो खालको एट्र्याक्सन हाम्रो चाहिँ इम्प्याक्ट फ्याक्टर एकदम हाई छ, यो खालका डिफ्रेन्ट एट्र्याक्सनको इन्डिकेटरहरू हुनसक्छ होइन। त्यो पार्टहरू हामीले चाहिँ क्रिटिकल्ली हेर्नु पर्यो। अब यो नर्मल्ली यस्तो खालको जर्नलहरूमा चाहिँ थोरै भए पनि पैसा चाहिँ चार्ज गर्ने खालको प्र्याक्टिस हुनसक्छ होइन। त्यो भएर त्यो खालको छ भनेदेखि अब यो चेक गर्नतिर लाग्नु पर्यो। अब कतिपय केसमा चाहिँ एकदम लो क्वालिटीको रिभ्यू अथवा रिभ्यू नै नगरिकन पब्लिस गरिदिन्छौँ, अथवा त्यो रिभ्यू कसरी गर्ने हो इन्फर्मेसन पनि नहुन सक्छ। यी कुराहरू चाहिँ ध्यान दिनुपर्ने हुन्छ। त्यसै इम्प्याक्ट फ्याक्टर एकदम हाईको केस अघि पनि जोडेँ मैले।
अब अर्को खासै त्यो रिपिटेबल प्लेस हुँदैन। यो कता हो कताबाट चाहिँ पब्लिसर एक्जिस्ट भएको खालको देखिन्छ हैन, त्यो खालको केस आउन सक्छ। अनि अर्को क्लियर एड्रेस नहुने, अब यो कहिलेदेखि चाहिँ सञ्चालनमा आएको हो पनि नहुने, वेबसाइट पनि नहुने, अथवा कतिवटा अहिलेसम्म पब्लिस भएको छ डिटेल नहुने, यी खालका कुराहरूले चाहिँ यो जर्नल चाहिँ फेक हो, प्रिडेटरी हो भन्ने बुझिन्छ हैन। केही जर्नल रिसर्चको इथिक्सहरू पनि आफ्नो वेबसाइटमा नराख्ने, यी खालका कुराहरू नहुँदै गर्दा हामीले चाहिँ केही न केही इस्यु चाहिँ छ है, यसलाई भेरिफाई गर्न जरुरी छ भन्छौँ। त्यो भएर अब चेक गर्ने तरिका भनेको चाहिँ एउटा प्रिडेटरीकै वेबसाइट हुन्छ, त्यो एउटा म स्याम्पल देखाउँछु अहिले, त्यो हेर्न सक्छौँ, चेक गर्न सक्छौँ। अब अर्को हेर्नुपर्ने चाहिँ एडिटर र रिभ्युअरहरू चाहिँ त्यसमा लिस्टिङ गरेको छ कि छैन, त्यो कुराबाट पनि केही स्टेप साइड रहन सक्छौँ। फेरि अर्को एकदम कन्फिडेन्सको लागि 100% कन्फिडेन्स हुनलाई अब केही डाटाबेसहरू छन् जर्नलको, जस्तो इन्टरनेसनल साइन्टिफिक इन्डेक्सिङ भन्छौँ, एकदम फेमस हैन, त्यो आइएसआई। त्यस्तै गरी स्कुपस अर्को फेमस छ, त्यस्तै गरी वेब अफ साइन्स, एससिआई म्यागो, त्यस्तै गरी साइन्स साइटेसन इन्डेक्स एक्सटेन्डेड भनेर एससिआइई, त्यस्तै गरी अर्को डिफ्रेन्ट स्टार रेटिङहरू भएको जेपिबिएस भन्छौँ। यी खालका डिफ्रेन्ट इन्डेक्सिङहरू छन्। यो बाहेक अरू पनि छन् हैन। अब मैले चाहिँ केही एक्जाम्पलहरू लिएँ, कुनै यसमा लिस्टिङ भएको जर्नलहरू छन् भने ओके, त्यो चाहिँ प्रिडेटरी होइन भन्ने बुझ्नु पर्यो। र यो हुँदा हुँदै पनि कहिलेकाहीँ चाहिँ प्रिडेटरीमा त्यो चिज एड्रेस भएको पाइन्छ हैन। त्यो चाहिँ कसरी चेक गर्ने त भन्ने कन्सर्नमा एउटा वेबसाइट यो प्रिडेटरी जर्नल्स .org भनेर छ। त्यसमा चाहिँ हामीले त्यो जर्नलको जे नाम छ त्यो चाहिँ हेर्न सक्छौँ। अब अहिले मैले ठ्याक्कै अघि पनि भनिसकेँ, एक्जाम्पल चाहिँ यो ट्यु सर्भिस कमिसनले 11वटा यही महिना मात्रै चाहिँ निकालेको छ। प्रिडेटरी जर्नल चाहिँ यो प्रोफेसरहरूले सबमिट गर्दै गरेको, यो चाहिँ प्रिडेटरी जर्नलमा भेटियो भनेर चाहिँ त्यो नामसहित त्यहाँ प्रस्तुत गरेको छ। अब अर्को टर्म भनेको चाहिँ एपिसी भनेर, आर्टिकल प्रोसेसिङ चार्ज भनेर अलमोस्ट धेरै जर्नलहरूले लिन्छन्। अब यो हामी नर्मल्ली वेबरको केसहरू छ भनेदेखि यो खालको जर्नलहरू सबमिट गर्न सक्छौँ, नत्र नर्मल्ली सकिँदैन। जस्तो अघि मैले भने $3000 हामीले एउटा जर्नलको लागि पैसा त उसले पाउँछ नै, तर हाम्रो लागि चाहिँ कसरी तिर्दिने हैन। त्यही भएर वेबरको बेसिस कुन बेसिसमा चाहिँ गर्ने त भन्ने जर्नल वाइज इन्कम बेसिसमा उनीहरूले क्लासिफाई गरेका हुन्छन्, कन्ट्री छुट्याएका हुन्छन्, अथवा जियोग्राफिक बेसिसमा चाहिँ छुट्याएका हुन्छन् हैन। एउटा केस भने अर्को अब यो प्रिडेटरीको कन्सर्न रह्यो। यो चाहिँ प्रिडेटरी जर्नल लिस्ट 2025 मा पब्लिसरको पनि लिस्ट छ, त्यस्तै गरी जर्नलको पनि लिस्ट छ। त्यो इन्डिभिजुअली यही वेबसाइटमा गएर हामीले हेर्न सक्छौँ। अब अहिले यहाँ मैले देखाउँदै गरेको लिस्टमा हेर्नुहुन्छ भनेदेखि यो वेबसाइटमा गएर हेर्नुभयो भने एउटा यो पब्लिसरको लिस्ट पनि पाइन्छ, अर्को जर्नलको पनि लिस्ट पाइन्छ हैन। तर अब यो डिटेलमा तपाईहरुले सबमिट गर्नु अगाडि चेक गर्न सक्नुहुन्छ। अब हाम्रो लागि सपोर्ट गरिदिने कुरा रिसर्च फर लाइफ कति जर्नलहरूले चाहिँ यसको सपोर्ट मान्ने भएको भएर अब यो जुन जर्नलले यो फलो गर्छ रिसर्च फर लाइफ, अब यसमा चाहिँ हामी डिफ्रेन्ट लाइब्रेरीको एक्सेसहरू पनि छ। अब अहिले प्राइमरी कन्सर्न चाहिँ यो आर्टिकल सबमिट गर्नलाई यसले सपोर्ट गरिरहेको हुन्छ। जुन जुन जर्नलले यो यसको सपोर्टलाई एक्सेप्ट गर्छ त्योमा हामीले एप्रोच गर्न सक्छौँ हैन। अब यो पब्लिसरहरू अथवा पब्लिसिङ हाउसेसहरूलाई हामीले कम्पेयर गर्ने हो भने 45 मिलियन डकुमेन्ट्सहरू चाहिँ वेब अफ साइन्समा हामीले हेर्दै गर्दा एल्सवियर, त्यस्तै गरी स्प्रेन्जर, वेली, टेलर एन्ड फ्रान्सिस, सागे यिनीहरूको चाहिँ बाहुल्यता भएको पाउँछौँ हैन। त्यो भएको भएर यी सकेसम्म यो भित्रैको जर्नलहरूमा हामीले दिन सक्यौँ। अब यो चाहिँ पब्लिसर भयो, यो भित्रका अब जस्तो अघि भर्खरै मैले देखाउँदै गरेको सागे भित्रको एडभान्सेस इन मेकानिकल इन्जिनियरिङ चाहिँ जर्नल भयो। योभन्दा अगाडि मैले एल्सवेयरको देखाएँ, त्यसमा चाहिँ रिजल्ट्स इन इन्जिनियरिङ भन्ने देखाएँ।
भनेको। त्यस्तै गरी अब एल्सभियरको पनि फेरि हजारौँ जर्नलहरू छन्। इन्जिनियरिङको एक क्याटेगोरी भयो, त्यस्तै हरेक फ्याकल्टीको जर्नलहरू चाहिँ त्यो पब्लिसरसँग हुन्छ होइन। भने अब सेलेक्सन कसरी गर्ने त? अब यहाँ धेरै कुरा आउँछन्। त्यो भएको भएर हामीले सेलेक्सन गर्दै गरेको जर्नल इन्डेक्सिङ हो कि होइन, इम्प्याक्ट फ्याक्टर कति छ त्यो हेर्नुपर्ने होला। त्यसै गरी अब त्यो हाम्रो रेन्जमा आयो भनेदेखि त्यसको एम र स्कोप, फेरि त्यसको अडियन्स हामीले प्रस्तुत गर्दै गरेकोसँग म्याच हुन्छ कि हुँदैन त्यो हेर्नु पर्यो। त्यो हुँदै गर्दाखेरि पोसिबल जर्नल कुन कुन हुन्छन् त भन्ने हामी खोज्न सक्छौँ होइन। अब यो चिज हाम्रो अब साथीहरूबाट, सिनियरहरूबाट अथवा एक्सपर्टहरूबाट चाहिँ पत्ता लगाउन सक्छौँ। सँगसँगै त्यसले रिभ्यू टाइम चाहिँ कति लाउने रहेछ, डिसिजन कति दिनमा दिने रहेछ, पब्लिकेसन फ्रिक्वेन्सी कस्तो रहेछ, कसैको मन्थली होला, कसैको मन्थलीमै 2टा पनि होला, कसैको 2 महिनामा एकपल्ट होला, कसैको चाहिँ एनुअल्ली होला। भनेको यी के रहेछ त्यो पनि हामी हेर्छौँ। एक्सेप्टेन्स रेट कति छ त्यो कुराहरू पनि हेर्छौँ होइन। अब प्रोबेबिलिटी कतिको छ त? अब हामीले एम त हाई गर्नु पर्यो, जस्तो म Q1मा पब्लिस गर्छु भन्ने एम चाहिँ राख्नु पर्यो, तर त्यसको प्रोबेबिलिटी कति छ त भन्ने पनि एनालाइसिस गर्नु पर्यो। ठ्याक्कै सिमिलर क्वालिटीको चाहिँ पब्लिस भएका छन् कि छैनन् त त्यो जर्नलमा भन्नेतिरबाट हामी कम्पेयर गर्न सक्छौँ। अरूतिर एन्सर खोजिरहन नै पर्दैन। त्यहाँ पब्लिस भएकैबाट हाम्रो कन्टेन्ट कुन लेभलको रेडी भयो, त्यस्तै खालको लेभलको भयो भने हामी त्यसलाई चाहिँ इलिजिबल छौँ है भनेर आफैले एनालाइसिस गर्न सक्छौँ। अब कुनै पनि जर्नलको हामी गाइड फर अथर्स डाउनलोड गरेर हेर्न सक्छौँ, अथवा कतिले सिधै वेबसाइटमा राखेको हुन्छ, कतिले पिडिएफै क्लियरली राखेको हुन्छ होइन। अब यो गुड रिभ्यू हामीलाई दिन्छ कि दिँदैन त, त्यो खालको कुराहरू पनि फिडब्याक थ्रु हामी हेर्न सक्छौँ। अब हामीले रिफरेन्समा लिस्टिङ गर्दै गरेको पर्यो भने बेटर सकेसम्म, अब त्यो भनेको सधैँ नपर्न पनि सक्छ, पर्यो भने राम्रो। त्यो भएर त्यो खालको जर्नल पनि छ कि, किन रिफरेन्सको किन खोज्ने भनेदेखि अब हामीले हाम्रो कन्टेन्ट कसैको रिफरेन्समा तयार गर्छौँ भने त पक्कै पनि सिमिलर फिल्डको हुन्छ भने त्यो खालको जर्नल हेर्नतिर हामी लाग्छौँ। अब यो सेलेक्सनकै क्रममा जर्नल म्याट्रिसेस भनेर कुराहरू आउँछ। अब यसलाई हामी मेजर 3वटा तिरबाट छुट्याउँछौँ। अझ यसलाई धेरै ब्रेकडाउन पनि हामी गर्न सक्छौँ। इन जनरल हामी 3वटा क्याटेगोरीमा छुट्याउँछौँ। एउटा जर्नल क्वालिटी भन्छौँ, यो भनेको चाहिँ जर्नलको इम्प्याक्ट फ्याक्टर कति हो त भन्नेतिरबाट। जस्तो अघि मैले हाम्रो पब्लिस हुँदै गरेको भएको एउटा पेपर देखाएँ मैले, कति 7.9 भएको जर्नल 25 को। अब यो इम्प्याक्ट फ्याक्टर रेटिङ भनेको एनुअल्ली नै चेन्ज हुने कुरा हो। फेरि रिजल्ट्स इन इन्जिनियरिङको अलि अगाडि एराउन्ड 6 थियो भने अहिले 25 मा आउँदै गर्दाखेरि 7.9 छ भने अब त्यो कसैको घटिरहेको हुन्छ, कसैको बढिरहेको हुन्छ। त्यस्तै गरी अर्को हामीले हेर्छौँ भनेदेखि इन्डिभिजुअल आर्टिकल क्वालिटी चाहिँ कस्तो छ त, त्यो भनेको साइटेसन काउन्टले दिन्छ, त्यो हेर्न सक्छौँ। अथवा इन्डिभिजुअल रिसर्चरको क्वालिटी कस्तो रहेछ त्यो चाहिँ एच इन्डेक्सले दिन्छ। त्यो भएर अब हामीले यो चिजहरू हेरेर मेट्रिक्स हामीले बुझ्न सक्छौँ। त्यसपछि हामी त्यो चाहिँ हाम्रो लागि सुइट हो भनेर हामी सबमिट गर्न सक्छौँ। अब यो खासमा कसले प्रोभाइड गर्ने हो त यो मेट्रिक्स होइन। त्यही भएर अब यो अब कसैले प्रोभाइड गर्दै गर्दाखेरि पनि यो 3वटा मध्ये हाम्रो कुन रेन्ज हो भन्ने चाहिँ हाम्रो काम रह्यो। अब यो फर द इन्फर्मेसन यो मेट्रिक्स प्रोभाइड गर्नको लागि वेब अफ साइन्स र क्ल्यारिभेटले चाहिँ इम्प्याक्ट फ्याक्टरको कुरा, साइटेसन काउन्ट, एच इन्डेक्स यो सबै चाहिँ पब्लिस गर्ने गर्छ होइन। त्यसै गरी स्कुपस र एल्सभियर आफैले पनि वेब अफ साइन्सले गर्ने जस्तै नै काम सेम फलो गर्ने हो। त्यसै गरी गुगल स्कलरले साइटेसन काउन्ट र एच इन्डेक्स फलो गर्छ भने अरू पनि छन् होइन। त्यसैमा अर्किडको कुरा, त्यस्तै रिसर्च गेटको कुरा, यो कुराहरूबाट पनि पब्लिकेसनको मेट्रिक्सहरू हामी पत्ता लगाउन सक्छौँ अथवा इन्फर्मेसन लिन सक्छौँ। अब एउटा
सिम्पल तपाईहरुलाई बुझाउनु पर्ने कुरा इम्प्याक्ट फ्याक्टर भनिरहेछौँ सधैँ यो पनि इम्पोर्टेन्ट कुरा हो भन्छौँ भने त्यो के हो भन्नेलाई तपाईहरुलाई थोरै सानो एक्जाम्पलबाट चाहिँ मैले बुझाउन खोजेको। अब यो भनेको चाहिँ एभरेज एनुअल नम्बर अफ साइटेसन पर आर्टिकल चाहिँ कति पब्लिस भयो त त्यो कुरा चाहिँ यहाँ आउने। त्यो भएर अब एउटा कुनै जर्नल इम्प्याक्ट फ्याक्टर हेर्नु छ भनेदेखि फर एक्जाम्पल 2018 को इम्प्याक्ट फ्याक्टर हेर्नु छ भने त्यहाँ लास्ट 2 इयर को हेर्नु पर्यो। त्यो भनेको 16 र 17 को हेर्नु पर्यो। त्यो भएर अब यसलाई काउन्ट गर्दै गर्दा ए बाई बी हामी लिन्छौँ। त्यसमा ए भनेको चाहिँ नम्बर अफ टाइम्स अफ साइटेसन ओभरअल जति पब्लिस भयो त्यसमा टोटल साइटेसन चाहिँ कति भयो त सबै जर्नल त्यो जर्नलमा पब्लिस भएको सबै पेपर गर्दै गर्दा भन्ने हेर्ने हो। त्यो सम चाहिँ 16 र 17 दुईटाको लिनु पर्यो। टोटल चाहिँ फर एक्जाम्पल 600 रहेछ हैन। त्यसैगरी अब बी भनेको चाहिँ साइटेबल त्यो मध्ये पेपर कतिवटा त जस्तो एउटा जर्नलमा ओभरअल 16 र 17 गरेर टोटल साइटेसन 600 छ भने पेपर मानौ 20 वटा मात्रै होला, केही होला। अथवा अहिले चाहिँ अलिकति धेरै क्वान्टिटी लिया रहेछ 16 मा पनि 150 साइटेबल पेपर रहेछ, साइट गरेको पेपर। त्यस्तै गरी अर्को 17 मा पनि 150 रहेछ भने टोटल त जोडिन पर्यो। एउटै हरेक इयरमा एउटै नहुन सक्छ। तर दुईटा इयरको सम गरेर टोटल साइटेसन दुईटा इयरमा जति भएको छ त्यसलाई डिभाइड गर्नु। यो हुँदै गर्दा जसको यो भ्यालु ए बाई बी को भ्यालु जसको बढी आउँछ त्यो चाहिँ हाई इम्प्याक्ट फ्याक्टर हामी भन्नतिर लाग्छौँ। त्यो भएर यो जर्नल म्याट्रिक्समा मेजर हामीले बुझ्दै गर्ने पनि इम्प्याक्ट फ्याक्टरको कुराहरू आउँछ। यस्तै गरी अर्को मेजर फ्याक्टरकै रूपमा चाहिँ एसजेआर भन्छौँ। यो चाहिँ एससीआईमा आएको जर्नल र्याङ्किङ चाहिँ के हो त ओभरअलमा। तर यसलाई चाहिँ क्वार्टाइल फर्ममा अब यो Q1, Q2, Q3, Q4 भनेर राख्ने गरिन्छ। अब यो जति इम्प्याक्ट फ्याक्टर बढ्यो क्वार्टाइलको कन्सर्न चाहिँ नर्मल्ली बढ्ने होइन। त्यो भएर त्यो चाहिँ Q1 तिर जान खोज्छ। अब यसैमा कसरी चाहिँ यो एसजेआर आएको हुन्छ त भन्ने कुरा अथवा इम्प्याक्ट फ्याक्टर कति छ फेरि त्यस्तै गरी साइट स्कोरको कुरा आउँछ भन्ने त्यो कुराहरू हामी जर्नल नै कुन छ भन्ने खालको हामीले चेक गर्नलाई त्यो एक्चुअली छ कि छैन एक्जिस्ट भन्ने कुराहरू पनि हामीले यो वेबसाइट थ्रु एससीआई म्यागो gr.com बाट हामी हेर्न सक्छौँ। अब यसलाई हामीले हेऱ्यौँ भनेदेखि एउटा एक्जाम्पल एसजेआरको जस्तो मैले यहाँ रिजल्ट्स इन इन्जिनियरिङको लिएँ भने यो वेबसाइटमा गएर रिजल्ट्स इन इन्जिनियरिङ चाहिँ हामीले राख्यौँ भनेदेखि अब यहाँ क्लियरली देखिन्छ यो चाहिँ Q1 जर्नल हो। यसको यो Q1 मा आउने कारण चाहिँ इन्जिनियरिङ कन्सर्नका पेपरहरू आएका हुन् र बेस्ट क्वार्टाइल चाहिँ यो Q1 हो जसमा इन्जिनियरिङको चाहिँ मेजर छ भन्ने भयो भने एसजेआर भ्यालु चाहिँ 24 को लागि 1.17 यो चाहिँ देखिन्छ। त्यो भएर अब यो चाहिँ Q1 हो भन्ने कुरा यसरी यो वेबसाइट थ्रु हामी पत्ता लगाउन सक्छौँ। अब यो वेबसाइट हेर्ने हो भनेदेखि एससीआई म्यागो gr.com हामीले राख्यौँ भनेदेखि यो खालको प्लेटफर्म खुल्छ। यहाँ चाहिँ हामीले कुन जर्नल हो यहाँ राख्न सक्छौँ अथवा डिफ्रेन्ट जर्नल ऱ्याङ्किङ जर्नलको भ्यालु कन्ट्री वाइज ऱ्याङ्किङ यी डिफ्रेन्ट वेले चाहिँ हामीले कम्प्यारेटिभली हेर्न सक्छौँ डाउनलोड गरेर त्यो चिजलाई चाहिँ हामीले फेरि हामीलाई आवश्यकता अनुसारको सटिङ गरेर हेर्न सक्छौँ। अब यो हो भने जर्नल फाइन्डिङ गर्नलाई कहिलेकाहीँ कतिपय केसहरूमा गाह्रो हुन्छ। त्यो भएर हरेक पब्लिसरहरूले चाहिँ आफ्नो फाइन्डिङको लागि वेबसाइटहरू चाहिँ दिएको हुन्छ होइन। अब एल्सवियरको लागि फर एक्जाम्पल मैले हेरेँ भने अब यो वेबसाइटमा जाने जर्नल फाइन्डर डट एल्सवियर डट कम भयो भने त्यसमा एल्सवियरले पब्लिस गर्ने जति जर्नल तपाईँको कन्टेन्टसँग मिल्ने कुन कुन हुन्छ प्रोबेबल त्यो चाहिँ दिइन्छ। आउट अफ 10,000 तपाईँकोसँग म्याच हुने अब 10, 20, 50, 100 कति हो त्यो जर्नलको लिस्टिङ गरिदिन्छ। त्यसमा तपाईँले किवर्ड्स अप्सन हुन सक्ला एउटा, अर्को चाहिँ एब्स्ट्र्याक्ट राख्नुपर्ने हुन्छ होइन। यसरी चाहिँ कुनै अब यो
पब्लिकेसन रिकमेन्डर छ IEEE को, त्यस्तै गरी वेलीको छ, स्प्रिन्जरको छ, त्यस्तै गरी इन्डाजेट एडिटिङको छ हैन। यी खालको आफ्नो खालका छन्। अब यो त मैले 4-5 वटा 6 वटा एक्जाम्पल दिएँ भने अरू पनि छन् हैन। अब यो सबमिट गरिसकेपछि रिभ्यूको प्रोसेस हुन्छ। यो रिभ्यूको प्रोसेस भनेको एकदम रिभ्युअर एडिटरदेखि नै सब डिफ्रेन्ट खालका हतियारहरू चाहिँ लिएर बसेको खालको एउटा यो अलिकति चित्त बुझ्दो फिगर भएर राख्ने गर्छु मैले चाहिँ। एउटा पेपर म्यानुस्क्रिप्ट लिएर अब सबमिट गरिसकेपछि सबैले फरक फरक हतियारले चाहिँ यो पेपरलाई प्रहार गर्ने। अब यो हरेकको क्वेसनलाई, त्यो भनेको क्वेसन हो फेरि हैन, क्वेसनलाई हामीले एन्सर दिन सक्यौँ भने बल्ल यो रेस जित्ने हो, पेपर चाहिँ एक्सेप्ट हुने हो। अदरवाइज पेपर विल बी रिजेक्टेड। अब यसको प्रोसेस के हुन्छ भन्ने कुरा इन जनरल अब 3टा स्टेजहरू हुन्छ, अथरको पार्ट, त्यस्तै गरी एडिटरको पार्ट र रिभ्युअरको पार्ट हैन। अब यसमा जर्नल वाइज फरक हुन्छ। इन जनरल अब त्यहाँ डेजहरू दिएकै हुन्छ, एभरेज रेटिङ कति दिनमा चाहिँ सकिन्छ भन्ने खालको 6 मन्थ इन जनरल लाग्छ हैन। अब स्टार्टिङ अथरले चाहिँ आफ्नो म्यानुस्क्रिप्ट तयार पारेर सबमिट गर्छ फर्स्ट। त्यसै गरी बेसिक रिक्वायरमेन्ट मिट भएको छ भने चाहिँ रिभ्युअरहरू असाइन गर्ने भयो। रिभ्युअर असाइन गरिसकेपछि रिभ्युअरले कमेन्टहरू त्यो पेपर अनुसार दिने भयो। त्यसपछि फेरि एडिटरकोमा त्यो चिज जान्छ र त्यो चाहिँ केही फेरि कुराहरू थप छन् भने एड गरेर एडिटरको तर्फबाट फेरि अथरमा आइपुग्छ। त्यसै गरी अब त्यहाँ आएको क्वेसन अनुसार रिभाइज गरेर स्ट्यान्डर्ड फर्मेटमा फेरि सबमिट गर्ने र एडिटरले हेर्ने, फेरि एकपल्ट रिभ्युअरमा जान सक्छ। अब त्यो चाहिँ फर्स्ट राउन्ड, सेकेन्ड राउन्ड, थर्ड राउन्ड कति छ चित्त नबुझ्ने बेलासम्म सेम रिभ्युअर अथवा डिफ्रेन्ट रिभ्युअरसम्म जान सक्छ। अब यसमा म आफैले झन्डै 7 राउन्डसम्म पुगेको केस छ। एउटा पेपर पब्लिस हुनलाई लगभग 1 वर्ष लागेको पनि थियो हैन, Q1मा पब्लिस हुँदै गर्दाखेरि। अनि अर्को एउटा पेपर चाहिँ झन्डै 7 पल्ट रिजेक्ट भएर 8औँ पल्टमा एक्सेप्ट भएको थियो। 7-8औँ जर्नलमा पुगेपछि बल्ल एक्सेप्ट भएको थियो। अनि त्यो स्टेजहरू पनि आउँछ, किनभने कतिपय केसमा बेसिक रिक्वायरमेन्टै त्यसको पुग्दैन हामीले लेख्दै गरेको, त्यतिखेर रिजेक्ट हुन्छ, सिधै डेस्क रिजेक्सन नै खाइयो हैन। भने अब कतिपय केसमा चाहिँ रिभ्युअरले रिजेक्ट गरिदिने केस हुन सक्छ। डेस्क रिजेक्सन चाहिँ एडिटरले नै गरिदिने कुरा रह्यो भने एडिटरको तर्फबाट ओके, तर रिभ्युअरको तर्फबाट चाहिँ ओके नहुँदै गर्दा पनि रिजेक्ट हुन सक्छ हैन। तर अब यदि एक्सेप्ट भयो 2टा साइकल, 3टा साइकल, 10 वटा साइकल कति हो छ भनेदेखि बल्ल फाइनल्ली एक्सेप्ट हुने हैन। यसरी चाहिँ रिभ्यूको प्रोसेस ब्याकग्राउन्डमा चाहिँ अलिकति लामै चलेको पाउँछौँ। अब यो रिभ्यू प्रोसेस थ्रो हुँदै गरेको रिजेक्सनले हामी होपलेस हुनु हुँदैन। त्यो भएर यसलाई हामीले इजिली लिनुपर्छ। तर अब अलिकति सेन्टिमेन्ट त त्यहाँ जोडिन्छ नै, त्यत्रो मेहनत गरेर पठाएकै हो पठाउनलाई, धेरै कुराहरू कन्सिडर गरेर, तर पनि रिजेक्ट भयो भने अब फेरि होपलेस हुनु चाहिँ भएन, त्यसलाई थन्काउनु भएन हैन। त्यो भएर त्यहाँ केही न केही सजेसनहरू दिएको यो मिलेन, त्यो मिलेन, अथवा यो किन भएन को क्वेसनहरू त्यहाँ हुन्छ नै। भने त्यो क्वेसनको कुराहरू एड्रेस गर्ने, जस्टिफिकेसन आफूले पेपरमा कभर गर्न खोज्ने र फेरि त्यसलाई चाहिँ अर्कोमा सबमिट गर्ने। एउटा जर्नललाई इन्ट्रेस्टिङ नलागेको कुरा सिमिलर अर्को जर्नललाई इन्ट्रेस्टिङ हुन सक्छ हैन। त्यो भएर त्यो पार्टबाट हामीले सोच्नुपर्ने हुन्छ। रिजेक्सन भनेको त्यो फेल होइन, त्यसको लागि त्यो स्टेजको फेल भयो र त्यहाँ केही सजेसन हुन्छ, त्यसलाई इम्प्रुभ गर्ने अवसर हैन। अब यो जर्नल सुइटेबल नभएर नि हुन सक्छ, अघि पनि जोडियो। अब यो फिडब्याकको कुराहरू त्यहाँ एडिटर रिभ्युअरबाट आएको छ भनेदेखि हामीले त्यो एड्रेस गर्ने अनि नयाँ जर्नल चुज गर्नु, त्यसलाई ड्रयरमा थन्काउन चाहिँ भएन
हैन। त्यही भएर कन्स्ट्रक्टिभ कमेन्टहरुबाट हामीले इम्प्रुभ गर्दै त्यसलाई नयाँ जर्नलको इन्स्ट्रक्सन अनुसार फेरि रिफर्मेटिङ गर्नु छ भनेदेखि गर्नु पर्यो। त्यसपछि कभर लेटरमा पनि अगाडिकै केही कुराहरू छ भन्ने पनि राखेर त्यसलाई हामी फेरि अर्को जर्नलमा सबमिट गर्न सक्छौँ। अब यसपछि अब हामी करिब लास्टतिर आइपुग्न थाल्यौँ। अब यो इथिक्सको कुराहरू पनि आउँछ, 2-3वटा मेजर कन्सर्न बाँकी नै छन्। इथिक्सका कुराहरू छन्। यो साइन्टिफिक मिसकन्डक्ट चाहिँ हुनै भएन। हामीले जे रिजल्ट पब्लिस निकालेको छौँ त्यसमा केही म्यानिपुलेसन गर्नतिर लाग्नु भएन। जे छ त्यही रिजल्टहरू नै हामीले प्रेजेन्ट गर्न खोज्ने त्यो कुराहरू हामीले प्रेजेन्ट गर्नु पर्यो। अब कतिपय केसमा आउटलायर्सहरू आउन सक्छ डाटाहरूमा, अनि त्यसको किन भन्ने प्रोबेबल रिजनहरू र त्यसको एनालाइसिसहरू चाहिँ क्रिटिकल्ली डिस्कसनमा चाहिँ ल्याउनुपर्छ पेपरमा। अब अर्को साइन्टिफिक मिसकन्डक्टको कुरा एउटा हुन सक्छ, त्यो इथिक्सलाई हामीले सम्झिनु पर्यो। अर्को पब्लिकेसन मिसकन्डक्टको कुराहरू पनि हामीले ध्यान दिन पर्यो हैन। त्यो भएर अब प्लेगरिजम जोडिन्छ यसमा सबभन्दा मेजर कन्सर्नमा। त्यो भएर हामीले अरूको चिज चोरेर जस्ताको जस्तै आफ्नो फाइन्डिङ हो, मेरै हो त्यो चिज भन्नु भएन। अरूको छ भने लिन पाइयो, तर त्यसलाई रिराइटिङ गर्ने र साइटेसन गर्दैन हैन। अब डुप्लिकेट सबमिसन नगर्ने भनेको एकैपल्ट 2-3टामा नदिने। पब्लिकेसन एउटा केही चिजमा पब्लिस भइसकेको छ भने फेरि अर्कोतिर अर्को जर्नलमा पब्लिस गर्नतिर नलाग्ने हैन। सकेसम्म अगाडिको जर्नलहरू, अगाडिको रिसर्चहरूमा भएको कन्क्लुजनको कुराहरू धेरैभन्दा धेरै र क्रिटिकल कुराहरू कलेक्सन गर्नतिर लाग्ने। अब यो कोअथरहरू पनि जथाभावी राख्ने गर्नु भएन। जसको जे इनपुट हुन सक्छ त्यो रिसर्च अथवा त्यो पेपर बनाउँदै गर्दा त्यो खालको वेले मात्रै कोअथरहरू राख्नु पर्यो। जस्तो म फलानुको चाहिँ कोअथर राखिदिनु पर्यो भनेर राखिदिने होइन। कन्ट्रिब्युसन केही छ भनेदेखि त्यो डिफाइन हुन सक्ने गरी भोलिको दिनमा त्यसरी चाहिँ राख्नु पर्यो। कुनै किसिमको कन्फ्लिक्ट हुन भएन हैन। यसरी चाहिँ यो खालका इथिक्स कन्सर्न रहेर चाहिँ हामीले कुराहरू जोड्नु पर्यो। अब यो प्लेगरिजम भन्ने बित्तिकै हामीले कसैको थटलाई आफ्नो थट आइडिया र कुराहरू अरूकोलाई आफ्नो हो भनेर प्रेजेन्ट गर्ने कुराहरू, त्यो भएर अब यसलाई हामी क्राइमकै रूपमा लिन्छौँ हैन। तर अब फेरि मेजर प्रब्लम पनि हो। अरूको हो तर अलि पहिलासम्म चाहिँ टुल्सहरू नै थिएन, कसरी चेक गर्ने त? कपी गरे भने थाहा त हुँदैन। र अहिले त्यो छैन। अहिले एआई थ्रु जस्तो च्याट जीपीटीबाटै कसैले बनाएको छ भने पनि त्यो एआई डिटेक्सन गर्छ हैन। त्यो भएर त्यो आफ्नै मनले लेख्नै पर्यो, आफैले लेख्नै पर्यो। रिराइट गराउने केही कुराहरू आउँछन्, अलिकति सजिलो बनाउने टुल्सहरू युज गर्न सकियो, तर कोर चिजहरू आफ्नो हुनै पर्यो। अब धेरै जस्तो केसेसहरूमा यो आइथेन्टिकेट वर्ल्ड वाइड नै युज गरेको पाउँछौँ। अब यो टियुले पनि सबै क्याम्पसहरूमा यो यसको एप्रोच दिएको भएर त्यही प्रसङ्गमा थापाथलीले पनि यो आइथेन्टिकेट थ्रो नै युज गर्ने गर्छ। हरेकको फाइनल इयर प्रोजेक्ट, मास्टर्सको थेसिस पनि हामी यही थ्रो नै चेक गर्ने गर्छौँ। अब यसमा के हुन्छ भन्नेको लागि सानो इक्जाम्पल मैले अब यहाँ अटोमोबाइलको 77 ब्याचको फाइनल इयर प्रोजेक्टको चाहिँ चेक गरेको एउटा सानो समरी तपाईँहरूलाई चाहिँ देखाउन खोजेँ। यसरी चाहिँ अब यो यसमा चाहिँ एआई अहिले डिटेक्सन चाहिँ अफ गरेकै कन्डिसन चाहिँ छ यो फेरि हैन। त्यो चाहिँ त्यो सहितको अहिले अपडेट भएर आएको छ भने यहाँ हामीले डिफ्रेन्ट अब त्यहाँ स्टेपहरू छन् सर्टेन। यो टर्निटिन थ्रो आइथेन्टिकेट हामी ओपन गर्छौँ, युजर पासवर्ड हुन्छ, त्यो थ्रो हामीले यहाँ के चेक गर्ने हो त्यो फाइल अपलोड गर्छौँ। यो सिमिल्यारिटी भनेर चाहिँ यहाँ 70% देखियो। त्यसको मिनिङ हामीले यहाँ सेट गरेको कन्डिसन अनुसार कति वर्डसँग म्याच भएकोलाई लिने हैन, लेस देन 1% हो कि होइन, त्यो खालका कुराहरू सबै हामीले सेट गरेपछि बिब्लियोग्राफीका कुराहरूलाई हेर्ने कि नहेर्ने, एब्स्ट्र्याक्टका कुराहरू ती पार्टहरूलाई मा सिमिल्यारिटी चेक गर्ने कि नगर्ने भन्ने कुराहरू हामीले हेर्दै गर्दा जस्तो फर्स्टकोमा हामीले हेऱ्यौँ भने 17% चाहिँ पाएको रहेछौँ हैन। त्यस्तै गरी अब यो 31मा चाहिँ
मार्क देखियो अनि अब त्यो चाहिँ हाम्रो रेन्जभन्दा माथि गयो। अब यहाँ सबै 18.5 सम्म पनि देखियो मिनिमम भने ओके भएको खालको कलर एउटा आउने भयो भने क्रिटिकल भएको हाम्रो रेन्जभन्दा माथि गएकोलाई हामी त्यो चाहिँ रेडमा चाहिँ यो खालको वेबाट चाहिँ प्र्याक्टिस भएको पाउँछौँ। अब कुन कुनसँग म्याच भयो भन्ने पनि यसको रिपोर्ट डाउनलोड गर्यौँ भने हामी ठ्याक्कै देख्छौँ कतिवटा वर्ड कहाँनिरबाट कुन पेपरबाट अथवा कुन वेबसाइटबाट कपी गरेर रहेछ भन्ने कुरा ठ्याक्कै देखिन्छ। त्यो भएर हामीले यो सफ्टवेयर चाहिँ कम्प्लिटली 100% नै युज गर्ने गरेका छौँ फाइनल इयर प्रोजेक्टको लागि पनि ब्याचलरमा र मास्टर्सको थेसिसको लागि पनि भने अहिले हाम्रो जर्नलमा पनि यही सफ्टवेयरै युज गरेर गर्ने। त्यो भएर कुनै पनि जर्नलमा हामीले सबमिट गर्नु अगाडि यो चिजहरू चाहिँ चेक गर्नुपर्छ। कुनै पनि जर्नलले एउटा आफ्नो प्लेगरिजमको पर्सेन्टेज चाहिँ नर्मली 10 देखि 15% राखेको हुन्छ होइन, त्योभन्दा माथि भयो भने रिजेक्ट हुन्छ होइन। अब यो प्लेगरिजम हामीले अभोइड गर्नै पर्छ। त्यही भएर अब यो कसरी कसरी गर्ने भन्ने कुराहरू थोरै अघि पनि डिस्कसन भए जस्तै ओरिजिनल कन्टेन्टलाई सेभरल टाइम पढ्ने त्यसपछि आफ्नो वेले लेख्ने नै हो प्राइमरी। त्यहीबाटै हामी यसमा सेफ साइडमा रहन सक्छौँ र जहाँबाट ल्याएछौँ त्यसलाई चाहिँ सोर्स जे हो त्यसलाई चाहिँ हामीले साइट गरिदिनु पर्यो होइन। अब अनलाइनको केसेसहरू छन् भने नि कहिले चाहिँ हामीले त्यो एप्रोच गऱ्यौँ, वेबसाइटहरूमा सधैँ त्यही डाटा हुन्छ भन्ने जरुरी छैन। कुन दिन हेर्दा चाहिँ त्यो थियो भन्ने कुराहरू चाहिँ हामीले राख्नु पर्यो र वेबसाइटको लिङ्क पनि दिनुपर्ने हुन्छ होइन। अब त्यही कुराहरू साइटेसन गर्ने र रेफरेन्सिङ कन्सर्नमा चाहिँ हामी राख्न सक्छौँ। त्यो भएर अब यो प्लेगरिजम रिपोर्ट चाहिँ हामीले प्लेगरिजम सफ्टवेयर थ्रु हामीले लिएरै यो चिजहरू गर्नुपर्ने हुन्छ, गर्नुपर्छ पनि होइन। अब यो अनुसार हामीले कुनै जर्नलमा चाहिँ सबमिट गऱ्यौँ, रिभ्युअरले केही कमेन्ट दियो भनेदेखि हामीले त्यो कमेन्टहरू इन्डिभिजुअल जर्नलको अनुसार पनि हामीले फाइनल गरेर त्यही फर्मेटमा रिसबमिट गर्नुपर्ने हुन्छ होइन। तर अब रिभ्युअरसँग कहिले पनि निखोज्ने गरी त्यहाँ कन्टेन्ट प्रस्तुत गर्नु हुँदैन। अब उसले भनेकै मान्नुपर्छ भन्ने जरुरी नहोला, रिभ्युअरकै मान्नुपर्छ भन्ने जरुरी भएन। तर त्यो वे अफ प्रेजेन्टेसन चाहिँ एकदम लजिकल हुनु, यो 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 कारणले गर्दा चाहिँ हुँदैन अथवा त्यो सम्भव छैन चाहिँ भन्नु पर्यो। त्यसै गरी अब हामीले कमेन्ट लेख्दै गर्दाखेरि केही जे लेख्छौँ क्वेसन अनुसार त्यो क्वेसन अनुसारको एन्सर एउटा सिटमा हुन्छ भनेदेखि त्यो अनुसारको चेन्ज कन्सर्न ठाउँको पेपरमा पनि हामीले गरेको हुनु पर्यो होइन। त्यो भएर त्यो चिजलाई हामीले साइड बाई साइड नर्मल्ली गर्नै पर्ने हुन्छ, त्यो गर्छौँ। त्यो भएर अब हामीले लेख्दै गरेको कतिपय रिभ्युरहरूले एकदमै रिस उठ्ने गरी एकदम यो भर्खरै पेपर चाहिँ रिजेक्ट गरिदिन खोजे जस्तो खालको वेले पनि क्वेसनहरू गरिरहेको हुन्छ होइन। त्यही भएर त्यसलाई पनि एउटा जेन्टल वेले चाहिँ हामीले प्रेजेन्ट गर्नु पर्यो, लजिकल वेमा चाहिँ त्यसलाई जस्टिफाई गर्न सक्नु चाहिँ तिर लाग्नुपर्छ। अब यो जसले अब यसमा हामीले प्रेजेन्ट गर्दै गरेको सिधै एग्री नगरिकन अब हामीले केही भनेपछि एग्री गर्ने केसेसहरू धेरै केसेसहरूमा आउँछ। त्यसलाई पनि त्यसरी नै हामीले प्रेजेन्ट गर्ने केसेसहरूमा जोड्नु पर्यो। त्यही भएर अब यी सबै कुराहरू पछि मैले ओभरअल यो रिसर्च राइटिङ भनेर तपाईँहरूलाई ठ्याक्कै राइटअपमै अगाडि बढाउनु भन्दा नि राइटअपमा चाहिँ के सबमिसनसम्म एउटा कम्पोनेन्टदेखि सबमिसनसम्म र सबमिसन पछि रिभ्यूमा सम्म के गर्नुपर्छ भन्ने कुराहरूलाई तपाईँहरूमा प्रस्तुत गरेँ। त्यही भएर मेरो फाइनल वर्ड्स यो 2 दिनको वर्कसपमा हरेक आर्टिकलको चाहिँ फाइनल्ली पब्लिस भइसकेपछि एउटा डिजिटल आइडेन्टिफायर चाहिँ हुन्छ नै, त्यसैलाई हामीले डिओआई भन्ने हो। मैले अघि नै पनि एउटा इक्जाम्पल देखाइसकेको छु। त्यो डिओआईको वेबसाइटबाटै यो कुनै पनि पेपरको आइडेन्टिटी हामी पाउन सक्छौँ र इन्डिभिजुअल पेपरमा पनि त्यो डिओआई राखेकै हुन्छ होइन स्ट्यान्डर्ड केसेसहरूमा। अब यो एउटा पार्ट मेसेज हो भने अब अर्को रिसर्चलाई चाहिँ प्यासेन्स नभइकन हुँदैन।
डेडिकेसन पनि चाहिन्छ र यसमा स्किल बिस्तारै इम्प्रुभ गर्दै जाने हो। एकैपल्ट हाई लेभलमा चाहिँ Q1मै सबमिट गर्छु भनेर लाग्न पनि भएन। अनि बिस्तारै सुरु गर्दै जानु पर्यो। स्किल म्याटर्स। बिस्तारै एउटा दुईटा गर्दै इम्प्रुभ हुँदै जान्छ स्किल। हैन? त्यही भएर अब यो आफू सबभन्दा पहिला कन्भिन्स हुनु पर्यो, त्यसपछि त्योसँग सम्बन्धितलाई कन्भिन्स गराउन सक्नु पर्यो। अनि त्यो एउटा चाहिँ खुबै बिस्तारै पेपर राइटअपले चाहिँ डेभलप गर्दै जान्छ हैन। त्यही भएर अब रिसर्च र एनालाइसिस फेरि स्किल भएको भएर अब यो एक्सपिरियन्स सँगसँगै यो चिज बढ्दै जाने पनि हो। त्यही भएर यो पार्टमा चाहिँ पनि तपाईँहरू क्लियर हुनु पर्यो। अब अर्को रिसर्च इथिक्स चाहिँ हामीले फलो गर्नै पर्छ। त्यही भएर अब यो क्रेडिट हामीले जहाँबाट कन्सर्न ल्याएका छौँ कुराहरू हामीलाई साइड गरिदिनै पर्छ। त्यो चाहिँ कुनै पनि रिसर्चरले बिर्सिनु हुँदैन। यो कम्युनिकेसनको कुराहरू फ्याक्ट र भ्यालिड लजिकमा चाहिँ हामीले हेर्नुपर्ने हुन्छ। त्यही भएर त्यो पार्ट पनि हामीले बिर्सिनु भएन। क्लियरली त्यो चिजहरू प्रेजेन्ट गर्नु पर्यो। अब यो टेक्निकल राइटअपको कुराहरू चाहे रिपोर्ट होस् चाहे आर्टिकल, बोथ नलेज पनि चाहिन्छ, स्किल पनि चाहिन्छ हैन। कुरा थाहा छ भन्दैमा टेक्निकल राइटअप राम्रो हुन्छ भन्ने जरुरी छैन। त्यो फरक स्किलको पार्ट हो हैन। त्यही भएर अब यो दुईटै चिज चाहिँ यो रिसर्च राइटिङमा चाहिँ आउँछ कुराहरू। त्यो भएर ओभरअल आज हामीले चाहिँ हेर्दै गरेको कुराहरूमा प्र्याक्टिकल कन्सिडरेसन यो राइटिङमा के हेर्नुपर्ने रहेछ देखि सुरु गरेर रिभ्युअरलाई चाहिँ कसरी रेस्पोन्स गर्ने भन्नेसम्मको कुराहरू हामीले डिफ्रेन्ट कन्सर्नबाट आजको हेऱ्यौँ। र ओभरअलमा यो 2 दिनको पार्टमा यो रिसर्चको कम्पोनेन्टदेखि सुरु गर्दै यो पेपर सबमिसन गरेर रिभ्यूको प्रोसेससम्म कसरी जाने रहेछ, हामीले कसरी रेस्पोन्स गर्ने भन्नेसम्मको चाहिँ कुराहरू अब केही न केही कुराहरू तपाईँहरूले बुझ्नुभयो भन्ने मेन्टालिटीमा मैले तपाईँहरूको यो प्यासेन्सलाई र एक्टिभ पार्टिसिपेसनलाई चाहिँ एकदम धेरै धेरै धन्यवाद दिँदै केही क्वेरिजहरू छन् भने चाहिँ राख्नुहोला भन्दै ह्याप्पी राइटिङ भन्न चाहे। थ्याङ्क यू। अब केही मेसेजहरू छन्, क्वेरिजहरू छन् अहिले गर्न तपाईँहरूलाई अप्ठ्यारो लाग्ने भनेदेखि यो इमेल चाहिँ मलाई गर्न सक्नुहुन्छ rajkrc12@tciue अथवा जीमेल कुनैमा चाहिँ मलाई इमेल गर्न सक्नुहुन्छ।